यो देश कसैको बाउको बपौती होइन। तपाईहरुले मान्छेहरुको आत्मबल जलाइदिनु भएको छ। नेपाली नागरिकहरुको सिंहदरबार जल्नु भनेको देश लुनु हो, पशुपतिनाथ चाहिँ लगभग जल्नुको भर्जमा पुग्नु भनेको त्यो पनि देश लुनु हो। 24 गते सिंहदरबार सर्वोच्च अदालत पशुपति लगायत सार्वजनिक सम्पत्ति हान्नेहरू जो छन् छानबिन गरेर कडा कारबाहीको दायरामा लिएर समावेशी र समानुपातिक नाममा राखिएका कोटाहरू बेचेर अर्काले पैसा खाओस् र धनी बनोस् भन्ने हामी चाहदैनौँ। संघीयताको जुन संरचना छ ल्यागतले धान्छ कि धान्दैन भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। तपाईको भएको टोटल बजेटरी एक्सपेन्डिचर मध्ये 3 खर्ब भन्दा बढी अहिले हाम्रो संघीयता भनेर प्रादेशिक संरचनामा खर्च भइराखेको छ। त्यहाँ हामी संघीयता विरोधी होइनौँ, तर यो अहिलेको जुन खर्चिलो संघीयता प्रणाली छ यसप्रति जनताको चरम असन्तुष्टि छ। आज प्रहरीलाई नाङ्गै लखेट्ने, कुट्ने, पिट्ने, मनोबल कमजोर पार्ने काम गरिएका छन्। राज्यको चाहिँ जुन प्रत्याभूति छ त्यसमाथिको जुन विश्वास गुमेको छ त्यो खतरनाक हो। कुनै नेताले आजसम्म थ्याङ्क यू भनेछ नेपाल आर्मीलाई? ज्यान जोगाइदियो। खै बङ्गलादेशमा त अहिलेसम्म सम्भव भएको छैन त। निर्वासित जीवन भएर बिताएर शरणार्थी जीवन बिताइरहेकी छिन् निर्वाचित प्रधानमन्त्री। 6 महिनाको लागि मन्त्री बनेको मान्छेले 10 वर्षको देश ज्यान जाला मै मन्त्री भए पनि सोच्दिन भने 6 महिनामै जे हुन्छ गर्ने भनेर सोच्ने हो भने हामी यो देश बिग्रेको यस कारणले पनि हो कि जान्ने बुझ्ने अलिकति क्षमता भएका अलिकति सुनिने मान्छेहरू चाहिँ म ठिकै छु मेरो हक छँदैछ भनेर चुप लाएर बस्ने अनि बेइमानहरू मात्रै आएर बजारमा कराउने चिल्लाउने पोलिटिकल पार्टीमा तिनीहरूले नै भाग लिने अनि हामी सोच्छौँ के त भन्दाखेरि देश चाहिँ गजब भइदियोस् सुन्दर भइदियोस् भनेर। त्यसलाई अर्थ्याउन मिल्ने अवस्था छैन। जेएनजी विद्रोह कुशासनको प्रतीक थियो, एउटा चरम व्यतिथि, सुशासनको अभाव, भ्रष्टाचार र वास्तवमा 2007 सालदेखि नेपाली जनताको संविधान सभाद्वारा संविधान प्राप्त गर्ने सपना एकातिर हेर्ने हो भने पुरा भयो, अर्कोतिर हामीले संविधान निर्माण गर्दा यस्तो किसिमको संविधान निर्माण गऱ्यौँ कि जुन संविधानले नेपाललाई निकास दिन सकेको अवस्था छैन। यो आज जिब्रो नचबाइकन दुईटा कुरा म स्पष्ट यहाँहरूको बिचमा राख्न चाहन्छु। किनभने यो अवस्था व्यवस्था र निकास भन्ने शीर्षकको यो कार्यक्रम भएको कारणले एकातिर ठुलो सङ्घर्ष त्याग र बलिदानद्वारा निर्माण गरेको संविधान छ। यो संविधानमाथि प्रश्न गर्दाखेरि यो संविधानै विरोधी हो कि यसले संविधानै सिद्ध्याउने कुरा गर्यो कि भन्ने अर्थ्याउने एउटा जमात छ भने अर्कोतिर यो संविधान कस्तो छ भने हाम्रो यो संविधानभित्रको निर्वाचन प्रणाली हेरौँ। यो निर्वाचन प्रणालीले कसैले पनि स्पष्ट बहुमत लिएर आउन सक्ने हाम्रो निर्वाचन प्रणाली छैन। हामीले संघीयताको विषयमा आज भन्नै पर्छ हामी संघीयता विरोधी होइनौँ, तर यो अहिलेको जुन खर्चिलो संघीयता प्रणाली छ यसप्रति जनताको चरम असन्तुष्टि छ। हामीले समानुपातिक जुन पद्धति छ यो समावेशी समानुपातिक पद्धतिको हामी सम्मान गर्छौँ। हामी सबै जाति वर्ग भाषा लिङ्ग भेग समुदाय सबै तहका नेपालीहरूको यो साझा देश हो, सबैको समान अनुभूति होस् प्रत्याभूति होस्, सबैले नेतृत्व गरोस् यो मुलुकको भन्ने चाहन्छौँ। तर हामी समावेशी र समानुपातिक नाममा राखिएका कोटाहरू बेचेर अर्काले पैसा खाओस् र धनी बनोस् भन्ने हामी चाहदैनौँ। त्यस कारणले गर्दा यो सिङ्गो प्रणाली बदल्नुपर्ने अवस्था छ। हामीले सुशासन चाहेका छौँ, हामीले भ्रष्टाचार मुक्त समाज चाहेका छौँ। नयाँ पुस्ताले नेपालमा आफ्नो नवीन भविष्य खोजेका छन्, रोजगारी खोजेका छन्, उद्योग धन्दा खोजेका छन्। हेर्नुहोस् त त्यो उद्योगी व्यवसायको के गल्ती थियो? सबै एनआरएनलाई एकट्ठा गराउँछु भनेर एनआरएन खोल्ने नेपालमा लगानी भित्राउने मान्छेको घर ध्वस्त पारिएको छ। भाटबटिनी लगायतका धेरै उद्योगहरूमाथि आक्रमण गरिएको छ। उनीहरूले ट्याक्स तिरेका छैनन्, करको दायरामा आएका छैनन्, गलत गरेका छन् भने त्यो सम्पत्तिलाई राष्ट्रियकरण गरौँ न, त्यसलाई देशको नाममा राखौँ न। तर किन त्यो सम्पत्ति ध्वस्त बनाउने? आखिर हेर्नुहोस् त आज कति ठुलो एउटा लगानीको वातावरण आज पछाडि लगानी गर्न मान्छे हिचकिचाइरहेको अवस्था छ। त्यस कारणले यो दुईटा कुरा आज म आग्रह गर्न चाहन्छु, अनुरोध गर्न चाहन्छु। यो सरकार अरू जस्तो नर्मल सरकार होइन। यो आन्दोलनको जगमा बनेको नेपाली जनताको र युवाहरूको परिवर्तनको सपना पुरा गर्नुपर्ने अभिभारा बोकेको सरकार छ। यो सरकारले हाम्रो काम चुनाव गराउने मात्रै हो भनेर सुख पाउँदैन। चुनावको साथसाथमा जेएनजीले उठाएका यथार्थ विषयवस्तुलाई यो सरकारले सम्बोधन गर्नुपर्दछ र संविधान संशोधनका विषयहरू जस्तो अघि नै 2-3 कुरामा मैले हजुरहरूलाई सङ्केत गरेँ। कसरी सुशासन दिने, हाम्रो ब्युरोक्रेसी यही संरचना राखेर नेपालको परिवर्तन सम्भव छ? ब्युरोक्रेसीको एकदमै हामीले यसको पुनर्निर्माण गर्नुपर्ने स्थिति मैले देख्छु। मैले अघि नै संघीयताको विषयका कुरा गरेँ। संघीयता कायम गरौँ, ठुलो उपलब्धिबाट आएको त्यसमा हिचकिचाट गर्नुपर्ने छैन। तर संघीयताको नाममा जुन चरम यो लुटतन्त्र छ यो लुटतन्त्र अन्त्याउनु पर्यो।
कम खर्चिलोमा जानु पर्यो हामी। आज जाति, भाषा, भेग, समुदाय, वर्ग, लिङ्गको बिचमा विभिन्न किसिमका समस्या खडा गर्न खोजिएको छ, नेपालीमा विभाजित गर्न खोजिएको छ। त्यसैले म यो कार्यक्रम मार्फत म सरकारलाई अनुरोध गर्न चाहन्छु कि सरकारको अभिभारा निर्वाचन गर्ने मात्रै होइन, यो सरकारको अभिभारा जेएनजीको माग पुरा गर्ने पनि हो। र म जेएनजी भाइ बहिनीहरूलाई म सन्देश दिन चाहन्छु कि तपाईँहरूको बिचको विखण्डनले यो जेएनजी आन्दोलन कमजोर हुन्छ। त्यसैले दुईटा कुरा, 23 गते जुन माग लिएर तपाईँहरू सडकमा आउनुभएको थियो, तपाईँहरूको त्यो जायज माग पुरा गर्नुपर्छ। 24 गते सिंहदरबार, सर्वोच्च अदालत, पशुपति लगायत सार्वजनिक सम्पत्ति हान्नेहरू जो छन् छानबिन गरेर कडा कारबाहीको दायरामा ल्याउनुपर्छ। यो देश कसैको बाउको बपौती होइन। खबरदार, आज सुरक्षा निकायका मनोबलहरू कमजोर पारिएका छन्। आज प्रहरीलाई नाङ्गै लखेट्ने, कुट्ने, पिट्ने, मनोबल कमजोर पार्ने काम गरिएका छन्। यदि घुसपैठ गरेर कसैको इसारामा प्रहरीले गोली चलाएको छ भने त्यो गोली चलाउनेहरू माथि पनि कारबाही हुनुपर्छ। तर प्रहरीलाई, सुरक्षा निकायलाई, सेनालाई मनोबल कमजोर बनाउने कोही छन् भने तिनीहरू पनि माथि पनि म छानबिन हुनुपर्छ। म अन्तिममा एउटा कुरा म अनुरोध गर्न चाहन्छु हजुरहरूलाई, यति बेला देशलाई एउटा यस्तो अभिभावक, एउटा यस्तो सरकारको आवश्यकता परेको छ जसले जेएनजीको भावना पनि सम्बोधन गर्न सकोस्, जसले संविधानलाई आफ्नो ठान्नेहरूलाई पनि यो संविधान विरोधी होइन तर संविधानमै लेखिएको छ त 10 वर्षमा संविधान चाहिँ पुनर्लेखन गर्न सकिनेछ, त्यसको समीक्षा गर्न सकिनेछ भनेर अहिले संविधानका ज्ञाताहरू यहाँ हुनुहुन्छ, उहाँहरूले यो विषयमा स्पष्ट पक्कै पनि पार्नु नै हुनेछ। त्यसकारणले अब यो संविधानलाई पुनर्लेखन गर्ने बेला भयो। यो संविधानभित्र भएका, जनताले चित्त नबुझाएका, म सम्माननीय प्रमुख अतिथि सम्माननीय कल्याण श्रेष्ठज्यूको एउटा स्टेटमेन्ट मलाई असाध्यै मन परेको, मलाई मात्रै होइन हामी जस्ता सयौँ युवालाई मन परेको म एउटा स्टेटमेन्ट यहाँहरूलाई म भन्न चाहन्छु। सम्भवत उहाँले पनि आफ्नो सम्बोधनमा भन्नुहुन्छ होला, संविधान जनताले आफ्नो लागि बनाएको, यदि त्यो संविधानले जनताको चित्त बुझाउन सक्दैन भने त्यो संविधान पुनर्लेखन गर्नुपर्छ, त्यो संविधान संशोधन गर्नुपर्छ। संविधान संशोधन गर्न डराएर हुँदैन। त्यसकारणले गर्दाखेरि म सरकारलाई आग्रह गर्छु, जेएनजीको भावना, नेपाली जनताको भावना अनुसार यो संविधानलाई चाहिँ संशोधन गर्ने दिशामा सरकार अगाडि बढोस् र निर्वाचनको वातावरण बनोस्। हामी कोही दललाई निषेध गरेर हामी कहीँ पुग्दैनौँ। सबैलाई, जो भ्रष्टाचारी छन् उनीहरूलाई एउटा शक्तिशाली आयोग निर्माण गरेर छानबिन गरेर चाहिँ नि कडा कारबाहीको दायरामा लिएर तर दलहरू पनि पुनर्गठन होस्। राजनीतिक पार्टीहरूमा जुन महाधिवेशन प्रतिनिधि चयन हुने र त्यो सटेन महाधिवेशन प्रतिनिधिले नेतृत्व छान्ने प्रणाली छ, त्यो प्रणालीलाई कानुनबाटै हामीले खारेज गरिदिउँ न। जब देशमा हामी प्रत्यक्ष निर्वाचित कार्यकारीको कुरा गर्दैछौँ भने प्रत्येक पार्टीभित्र प्रत्येक क्रियाशील सदस्यले मतदान दिएर पार्टीको केन्द्रीय नेतृत्व चुन्ने व्यवस्था हामी किन नगर्ने? त्यो कुरा कानुनमै, संविधानमै हामीले किन व्यवस्था नगर्ने? लगायतका यावत विषयहरूको लागि चाहिँ म अनुरोध गर्दै म सरकारलाई त्यो आग्रह गर्छु। र यदि सरकारले चाहिँ त्यो परिस्थिति निर्माण गर्न सक्दैन भने राजनीतिक दल, जेएनजी पुस्ता, आम जनता, अन्तर्राष्ट्रिय समुदाय सबैलाई कन्भिन्स गरेर देशलाई द्वन्द्वमा जानबाट रोक्दै सबै जनताको भावनालाई कदर गर्दै जनभावना अनुरूपको, जेएनजीको भावना अनुरूपको चाहिँ नयाँ संविधान संशोधन गर्ने तागत भएको अभिभावक आज राज्यले चाहिँ, राष्ट्रले चाहिँ नि खोजेको छ। म सरकारलाई तदनुसार काम गर्नका लागि अनुरोध गर्छु। नत्र यो सबै देशलाई सङ्कटमा जान दिनु भएन। देश गम्भीर अवस्थामा छ, देशलाई द्वन्द्वमा जान दिनु भएन। त्यसकारणले यो देशलाई सही ट्र्याकमा फर्काएर अगाडि बढाउनको लागि म सम्माननीय कल्याण श्रीमान लगायतका विशिष्ट व्यक्तित्वहरू, नेपालका अनुभवी खारिएका देशभक्त व्यक्तित्वहरूलाई यो पहल कदमी लिनको लागि पनि म अनुरोध गर्दै म मेरो भनाइ यही अन्त्य गर्छु। हस्, धन्यवाद, नमस्कार, जय मातृभूमि। ढुङ्गाना अब आज चाहिँ हाम्रो सायद कुरा चाहिँ व्यवस्था, अवस्था र निकासको कुरा हो है। अब हामीले भनौँ न क्रान्ति त लिएर आयौँ, क्रान्ति लिएर आएपछि त्यसपछि पनि सेफ ल्यान्डिङ होला, देशलाई केही होला। अलिकति माथि गर्नु पर्ला, यसलाई नि माथि गरिदिनुहोस् न, मलाई त अहिले पुग्दैन यहाँ। अब क्रान्ति पनि आयो, सबै भयो। अब भनौँ न अहिले पनि धेरै हामी चाहिँ 8 र 9 सेप्टेम्बरमा चाहिँ के भयो भन्ने कुरामा चाहिँ अड्किरहेका छौँ। अब त्यो त 2 महिना भइसक्यो है, अनि अहिले पनि त्यसमै अड्किराख्नु के भयो भनेर मलाई सोध्नुहुन्छ के भयो, कसो भयो। अब यतापट्टि चाहिँ निर्वाचन पनि अनाउन्स भइसक्यो है, निर्वाचन गर्ने रे। अनि बिना शर्त केही पनि माग चाहिँ भनौँ न, प्राइमेरी माग जुन थियो, मुख्य माग जुन थियो, देशले निकास पाउने, देश विकास हुने माग जुन थियो, त्यो चाहिँ केही पनि नसुनिकन बिना शर्त चाहिँ गर्ने भन्नु भएको कुरा चाहिँ आइरहेको छ। अनि हामीले अब त्यही हामी अड्क्यौँ कि हामी 8 र 9 मै अड्क्यौँ। डिबेट अहिलेसम्म पनि यही कुरामा चलिरहेको छ।
होइन जेनजी पनि डिभाइडेड हुनुहुन्छ। जेनजी त आखिरमा उमेर समूहमा पर्यो, कति चाहिँ सोझै निर्वाचनमा जाने पक्षमा हुनुहुन्छ। अब सोझै निर्वाचनमा जानलाई चाहिँ भनौँ न मेरै जेनजी साथीहरू, मेरै उमेर समूहका साथीहरू, युवाहरू, उहाँहरूले चाहिँ कुन मुख देखाएर चाहिँ निर्वाचनमा जान खोज्नु भइरहेको हो। किनभने भनौँ न केही त गर्नु पऱ्यो नि त, यत्रो भइसक्यो, सुप्रिम कोर्ट जल्या छ, सिंहदरबार जल्यो, हाम्रो निगम दाइले भन्नुभयो जस्तो पशुपतिनाथ झन्डै जल्यो। पशुपतिनाथ चाहिँ जलाइ भयो के हुन्थ्यो देशको अवस्था, अब त्यो आफ्नै ठाउँमा छ है। हामी 8th र 9th मा के भयो भनेर अब अड्किने बेला छैन। निकास बिना चुनावको कुरा गर्दै नगरौँ, कुन मुख देखाएर जाने छैन नि त, केही पनि छैन नि त। अनि पत्याउने कसरी, नयाँ जेनेरेसनको युवालाई पत्याउने कसरी? हामी त फेरि जुनै जोगी आयो पनि कानै चिरेको भन्ने भनौँ न त्यही तरिकामा गइहाल्छौँ। त्यही भएर नेपाली जनतालाई विश्वास गराउनलाई चाहिँ हामीले केही न केही चाहिँ गर्नुपर्छ। सोझै निर्वाचनमा जाने जस्तो कुरा यो एकदम यो नपच्दो कुरा हो। जनतालाई धेरैको भनाइ यही छ। म धेरैसँग अब बाटोमा हिँड्दाखेरि पनि कुरा गर्छु, के तपाईँलाई निर्वाचन चाहिएको त दाइ? म ट्याक्सीमा हिँड्दाखेरि पनि कुरा गर्छु, तपाईँ निर्वाचनको पक्षमा हो त दाइ? निर्वाचन चाहिएकै हो भन्दाखेरि भाइ हामीलाई त निर्वाचन किन चाहिनु र, हामीलाई त देश विकास होस् भन्ने चाहना हो हाम्रो, होइन? अनि चाहना चाहिँ एकतिर छ जनताको। अनि जो चाहिँ अगाडि आउनु भएको थियो एकताका, उहाँहरू नि निर्वाचनको चाहिँ ल अब गर्ने हो निर्वाचन, अब तलमाथि छैन, यो चाहिँ एकदम वैधानिक तरिका भन्दै नै जान थाल्नु भयो भने भयो त कुरा भएन नि। म पर्सनली र हाम्रो गरी खान देऊ भन्ने हाम्रो अभियान चाहिँ हामी जेनजी आन्दोलनबाट नै निस्क्या हो। हाम्रो चाहिँ त्यो छैन है। निर्वाचन भन्दा पहिला चाहिँ निकास हुनु पर्यो। चाहे तपाईँको भनौँ न अब हाम्रो देशमा चाहिँ के भयो भन्दाखेरि अन्तरिम सरकार आयो, तर संविधान त्यही मान्यो। अब यो सायद चाहिँ एकदम यो अचम्मकै प्र्याक्टिस होला जुन हाम्रो देशमा भयो। अन्तरिम सरकार आएपछि सायद अन्तरिम संविधान पनि आउनु पर्थ्यो कि त, होइन? सो त्यो कारणले निकास चाहियो मुख्य कुरा, होइन? अनि अब अर्को भनेको चाहिँ अब जुन चाहिँ हाम्रो तपाईँको ग्रुप नै डिभाइडेड छ भन्ने चाहिँ जुन छ, अब त्यसमा पनि के छ भन्दाखेरि तपाईँको एजेन्डा के बोक्नु भइरह। हामी त आफ्नो एजेन्डा भेरी क्लियरली हामी लिएरै अगाडि बढेका छौँ, होइन? अब उहाँहरूको चाहिँ अब निर्वाचनमै जाने कुरा आउँछ भने त हामी त्यसलाई समर्थन दिन सक्दैनौँ। जेनजी भन्दैमा चाहिँ अब भनौँ न अब सबै नै चाहिँ अब एकदम पोलिटिकली अवेर, होइन? उहाँले राम्रै डिसिजन लिएला भनेर अब त्यो भन्न सकिँदैन, किनभने त उमेरसम्म हो आखिरमा। अब त्यही अब मेरो भनाइ भनेको चाहिँ हामी चाहिँ कुनै पनि तरिकाको चाहिँ निकास नखोजिकन सोझै निर्वाचनमा चाहिँ जानु हुँदैन। यो फेयर हुँदैन, नेपाली जनतालाई फेयर हुँदैन। जुन अवस्थाबाट चाहिँ हाम्रो देश गुज्रेको छ, इट इज नट फेयर फर द कन्ट्री। देशको लागि न्याय होइन यो। सिंहदरबार जल्नु भनेको देश रुनु हो, पशुपतिनाथ चाहिँ लगभग जल्नुको भर्जमा पुग्नु भनेको त्यो पनि देश रुनु हो, न्यायालय जल्नु भनेको त्यो पनि हेर्नुहोस्, त्यो एकदम अब भनौँ न तपाईँको त्यो एकदम दुःखद कुरा हो। यो सबै हुँदाखेरि चाहिँ निर्वाचनमा सोझै जाने भन्ने कुरा हुँदैन। हामीले एउटा निकास खोज्नुपर्छ, एउटा सल्युसन खोज्नुपर्छ। र जो पनि जेनजी साथीहरू हुनुहुन्छ उहाँहरू सोझै निर्वाचन चाहिँ प्लिज नभनिदिनु होला। देश रोको छ, सोझै निर्वाचनमा जाने, यो वैधानिक त्यो वैधानिक। वैधानिकता त हामी पनि बुझ्छौँ, धेरैले बुझ्नुहुन्छ, यहाँ धेरै बुद्धिजीवी हुनुहुन्छ, बुझ्नुहुन्छ वैधानिकता त अल्टिमेटली चाहियो। तर आन्दोलनको चाहिँ यो अर्थ के भयो? केही न केही त चाहियो नि त। सो मेरो कुरा चाहिँ, मेरो निष्कर्षको कुरा चाहिँ के भन्दाखेरि हामी सर्वपक्षीय वार्ता गरौँ, तर देशलाई निकास चाहिँ दिउँ। यही तरिकामा निर्वाचनमा जाने कुरै हुँदैन, त्यो कुरै नगरौँ। सर्वपक्षीय देशको चाहिँ अब ठुल्ठुला जो स्टेक होल्डर्स हुनुहुन्छ सबैजना एकचोटि वार्तामा आउँ, कुरा गरौँ र सामान्य नेपाली जनतालाई चाहिँ न्याय दिउँ। यो देश रोगको अवस्था छ। देश चाहिँ भनौँ न हाम्रो युथहरू चाहिँ यति विदेश जानु भइरहेको छ, अलि टाइममा चाहिँ सायद दोस्रो जेनेरेसन अफ नेपाली चाहिँ दिने कोही पनि हुनुहुन्न होला। अब सबैजना विदेश जाने, उतै सेटल हुने, अनि दोस्रो पुस्ता कसले दिन्छ नेपालले? त्यो गर्दाखेरि त हाम्रो देश नै हराउने भर्जमा छ नि त। पपुलेसन चाहियो आखिरमा देश हुनलाई। सो यी कुराहरू छन् र यही केही नगरिकन चाहिँ हामी निर्वाचनमा गयौँ भने हाम्रो देश चाहिँ धेरै लामो समयसम्म चाहिँ स्वाधीन रहला अथवा चाहिँ रहला नै भन्ने कुरा पनि क्वेसनेबल हुन्छ। सो त्यही कुरा भन्दै अब म चाहिँ सबै स्टेक होल्डर्सलाई चाहिँ वार्तामा आउँ, डिसाइड गरौँ, होइन? निर्णय गरौँ र त्यसपछि मात्रै चाहिँ निर्वाचनमा जाने र देशलाई वैधानिकता दिने यथावत यी सबै कुराहरू गरौँ। तर आफ्नो शर्त चाहिँ हामी पुरा गरौँ भन्ने चाहिँ म मेरो यो दुई शब्द चाहिँ यतै टुङ्ग्याएर थ्याङ्क यू, धन्यवाद भन्न चाहन्छु। थ्याङ्क यू। यस
कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथि स्पिकर्स, पत्रकार साथीहरू, लेडिज एन्ड जेन्टलमेन, म अलिकति यसको अवस्था, यसपछि यसको निकास के हुन्छ भन्ने सन्दर्भमा राखेर अब पेसाले ब्याङ्कर, त्यसपछि गएर शिक्षा चार्टर एकाउन्टेन्सी गरेको हुनाले म केही फिगर फ्याक्टसहित के हुनसक्छ भन्ने कुरा मेरो एनालाइसिस राख्छु। परिचय गराउँदा मलाई नोबेल ब्याङ्कको प्रमुख कार्यकारी अधिकृतको रूपमा गराइए तापनि म यहाँ तपाईँहरूसँग अगाडि प्रस्तुत हुँदाखेरि म एक देशको सचेत नागरिक को रूपमा मात्रै मेरा मैले जे बोल्छु त्यसलाई लिइदिनु हुन अनुरोध गर्छु। मेरा व्यक्तिगत विचार हुनेछन्, यो मेरो संस्थासँग सम्बद्ध हुने छैन। हामी धेरै अग्रज पनि हुनुहुन्छ, आन्दोलनमा सहभागिता भएको साथीहरू पनि हुनुहुन्छ, पत्रकार साथीहरू पनि हुनुहुन्छ। हामी धेरै बुझेका मान्छेहरू यो हलभित्र छौँ। हामी लामो समयदेखि एउटा कुरामा केमा छटपटाइरहेको देख्छौँ त भन्दाखेरि हामीले पञ्चायत जति बेलामा गयो प्रजातन्त्र आयो, प्रजातन्त्र आउँदा वास्तवमै अब सुनौला दिनहरू आयो, अब सबै चिज राम्रो भयो, अब सबैको मुहारमा हँसिलोपना आउँछ भन्यो। तर त्यो मुहार हँसिलो भएको 2-2.5 वर्ष पनि टिक्न सकेन, फेरि त्यसमा वितृष्णा सुरु भयो। त्यसपछि अब ल यसपछि त यो त भएन, माओवादी चाहिँ उठेर आयो, ल माओवादीबाट यो मुक्ति पाएको भए पनि देशमा धेरै उन्नति प्रगति हुन्थ्यो, क्यारे निकास त यही हुन्थ्यो भन्ने सोच्यौँ र जनताले हरेकचोटि परिवर्तन खोजिराख्यो। प्रजातन्त्र आयो, प्रजातन्त्रबाट एकदमै टाढिएर गएको माओवादी जसले गाउँ गाउँमा गएर मान्छेहरूलाई काट्यो, मार्यो, भिड्यो, जेसुकै गर्यो, मान्छेको घर जलायो, त्यो माओवादीले पनि निकास दिन्छ कि भनेर सबैभन्दा ठुलो दलको रूपमा पनि जनताले पत्याएर फेरि संसदभित्र छिराए र त्यहाँबाट पनि के भयो त भन्दाखेरि निराशै प्राप्त भयो। त्यसपछि लोकतन्त्र आयो। अब लोकतन्त्रपछि त सबै चिजहरू हुन्छ, के अरे राजा हटे, राजै सबै कुराको समस्याको चाहिँ जड राजा थियो, राजा गएपछि अब त लोकतन्त्र हाम्रै हो सबै शासन भन्ने जस्तो भयो, त्यसले पनि निकास दिन सकेन। अब त्यो निकास नदिने क्रममा मान्छे छटपटाउँदा मान्छे हामी अब के त भन्दा जेनजी आन्दोलन आयो। अब जेनजी आन्दोलनपछि त के हुन्छ भने जस्तो भएकोमा अहिले जेनजी भाइ बहिनीहरूको चाहिँ वितृष्णा तत्कालै पोखियो भन्ने कुरा अहिले पनि आयो। वास्तवमा सोचे जस्तो तत्कालै भने जस्तो कुनै जादुको छडीले छुमन्तर बाटो बनिहाल, सट्ट बनिहाल्ने, ल अब यहाँ त भइहाल भन्ने जस्तो जादुको छडी हुँदैन। सबैभन्दा महत्त्वपूर्ण कुरा र हामीले बुझिदिनु पर्ने कुरा के छ त भन्दा सबैभन्दा पहिलो कुरा हामी अब राजनीतिक परिवर्तन धेरै भइसक्यो, आर्थिक परिवर्तनको बेलामा छ र राष्ट्रमा हामी समृद्धिको कुरा गर्दैछौँ, नागरिकहरूको वेलबिङको कुरा गर्दैछौँ, हामी पोजिटिभ माइन्डसेटको कुरा गर्दैछौँ, हामी आज कुरा गर्दैछौँ विदेशमा लड्को लागेर गइरहेको जवानहरू जसले भोट दिन पाएनन् भन्ने कुरा गर्दैछौँ। यो सबै चिजलाई एकै ठाउँमा राखेर काम गर्नको लागि हामीलाई चाहिने भनेको स्रोत हो। स्रोत भनेको राजस्व हो। राजस्व भनेको देशले सङ्कलन गर्न सक्ने पैसा हो। त्यो रिमिटेन्सबाट आएको पैसालाई राजस्वमा गणना गर्न सकिँदैन। त्यसले हामीलाई एक्सटर्नल फ्याक्टर्सहरूसँग सन्तुलित गर्न त सहयोग गर्छ, तर त्यसले हाम्रो खर्चलाई आज धान्न सक्ने स्थिति छैन। म तपाईँहरूलाई भन्छु, पञ्चायतकालको कुनै पनि बेलामा, फेरि मैले पञ्चायत राम्रो भनेर यहाँ भन्न खोजे होइन, कुनै बेलाको बजेटमा 75%सम्म, टोटल बजेटको 75%सम्म क्यापिटल एक्सपेन्डिचर हुन्थ्यो। हालांकि अहिले हाम्रो 20 खर्बको बजेट आउँथ्यो, त्यति बेलामा 20 अर्बको बजेट आउँथ्यो, तर त्यो 20 अर्बको बजेटमा पनि 75%सम्म क्यापिटल एक्सपेन्डिचर हुन्थ्यो, 25%ले चालु खर्च चाहिँ पुरा हुन्थ्यो, जसको कारणले सानो बजेटमा पनि बाटोघाटो बने, अस्पताल बने, एयरपोर्ट बने, धेरै चिजहरू बने। त्यसपछि जब प्रजातन्त्र आयो, हाम्रो क्यापिटल एक्सपेन्डिचर र रेभेन्यू एक्सपेन्डिचरको हेर्नुभयो भने तपाईँले फिगर 50% हुन थाल्यो। हुँदा अहिलेको बजेटरी स्टाटस त यस्तो छ कि हामी 80%भन्दा बढी रकम चालु खर्च, त्यो भनेको चाहिँ ब्याज खर्च, तलब भत्ता, रेन्ट यताउतामा बुझाउँछौँ, बाँकी बचेको चाहिँ 20% हामी क्यापिटल एक्सपेन्डिचरमा छुट्याउँछौँ। त्यसको पनि आधा खर्च हुँदैन। सदुपयोगिता कति हुन्छ तपाईँ हामीले सबैले देखेका छौँ। कालो पत्रे सटक भनेको साँच्चीकै पत्रे हुन्छ, 6 महिना टिक्ने कुनै कालो पत्रे तपाईँले देख्नु भएको छैन, मैले पनि देखेको छैन। विकास खर्च यसरी भइराखेको छ। अब यो स्थितिमा झन् अहिलेको अवस्था त यति निरीह अवस्था आइसकेको छ। मैले हिजो मात्रै पनि मैले अहिलेसम्म गभर्मेन्टको त लगभग अब 4 महिना पुग्न थाल्यो। के भयो त, कति भयो त राजस्व सङ्कलन भन्दाखेरि, सङ्कलन भएको सम्पूर्ण राजस्व भन्दा त्यो तलब भत्ता, चालु खर्च र ब्याज खर्च मात्रै 110 अर्ब रुपियाँ बढी खर्च भइसकेको छ। भन्नुको मतलब अब सरकारले चालु खर्च पुरा गर्न र ब्याज तिर्नको लागि मात्रै ट्रेजरी बिल या डेभलपमेन्ट जारी गर्नुपर्ने छ। त्यो भनेको 110 अर्ब 4 महिनामा।
क्यापिटल एक्सपेन्डिचर त खासै 24-25 अरब भएको पनि छैन, अब कति हुने अवस्था पनि छैन भने हामी डेप ट्र्यापमा पर्दैछौँ। साधन हरेक दिन स्रोत सङ्कुचित हुँदैछ र खर्च हुने चिजहरू हामीले बढाउँदै लिएका छौँ र सङ्घीय अब यसको समस्याहरू यसरी विकराल हुँदै आइराखेका छन्। त्यसकारणले जस्तो सुकै सत्ता परिवर्तन होस्, जस्तो सुकै मान्छे सरकारमा जाओस्, हेर्नुहोस् स्रोत भएन भने अनि त्यो बाहिर बसेर कुरा गरेर 5 दिनमा सब ठिक पारिदिन्छु, 1 महिनामा ठिक पारिदिन्छु, 2 महिनामा ठिक पारिदिन्छु भन्ने कुराहरू चाहिँ जोस र त्यो जज्बातले मात्र काम हुँदैन। हेर्नुहोस् काम गर्नको लागि साँच्चीकै स्रोत चाहिन्छ। स्रोत निरन्तर रूपमा सङ्कुचन हुँदै गइरहेको छ। अघि हामीले कुरा गऱ्यौँ विदेशमा भइरहेको धेरै मान्छेहरूले रिमिट्यान्स पठाइरहेछ। रिमिट्यान्सले गर्दा फरेन एक्सचेन्जको रिजर्भ यति धेरै बढिसक्यो कि हामी बसी पनि अब 18-19 महिनाको चाहिँ आयात धान्न सक्ने प्रकारको रिजर्भ भइसक्यो भनेर हामी खुसी भइरहेको छौँ। तर त्यसले गर्दाखेरि स्थिति यस्तो भइसकेको छ कि कुनै पनि उद्यमी व्यवसायीहरूको टर्नओभर हरेक वर्ष घटेको छ। म ब्याङ्कर हो, हरेक वर्ष रिन्युअल गर्दाखेरि फाइलहरू आउँछ। हरेक बिजनेस पर्सन्सले आफ्नो जुन हामी कहाँ सब्मिट गर्नुहुन्छ फाइनेन्सियल स्टेटमेन्ट हरेकको के भएको छ त भन्दा कारोबार रकम घटेको छ। भवानीजी यहाँ हुनुहुन्छ, बढी उहाँले पछि यसमा भन्नु होला। भन्नुको मतलब हाम्रो कन्जम्सन प्याटर्नै घट्यो, हाम्रो उत्पादन गर्ने उद्योगहरूको चाहिँ क्षमता घट्यो, पार्टी दर्ताहरू बढिरहेछ, हरेक दिन उद्योगहरू बन्द हुँदैछन् भने यो स्थितिले हामी जस्तो सुकै परिवर्तन गरौँ, यो सत्ताको नाममा, मान्छेको नाममा, जेनजी भनौँ या पुराना दल भनौँ, नयाँ दल भनौँ, यो चिजहरूको लागि क्रक्स के हो त भन्दाखेरि अब यसको लागि मैले भने यो समस्या त विकराल, मैले तपाईँहरूलाई भने हामी सधैँ समस्याको मात्रै कुरा गरिदिएर ताली खाएर हुँदैन। म एज अ रेस्पोन्सिबल सिटिजन अफ द कन्ट्री म यसको समाधानको बारेमा मैले केही चिज सोध्छु। मैले त एकचोटि एउटा आर्टिकलमा लेखि पनि दिएको थिएँ। हेर्नुहोस् हामीले सङ्घीयताका नाममा यति धेरै चिजहरू हामीले बोझहरू थप्दै गयौँ कि हामीले धान्न नसक्ने संरचना बनायौँ। मैले त धेरै पटक भन्ने गरेको छु, मेरो घर दैलेख हो, एउटा दैलेखको कुनै या दैलेख जुम्लातिर कालीकोटतिरको कुनै एउटा मान्छेलाई काठमाडौँमा एउटा घर चिट्ठा पारिदिनुहोस् तपाईँ, 7 रोपनीमा बनेको, स्विमिङ पुल भएको, गजबको फ्यासिलिटी भएको एउटा घर चिट्ठा पारिदिनुहोस्। अनि त्यो घरमा के चाहिँ कन्डिसन त भन्दा तिमीले यसमा नोकर चाकर पनि लाउनु पाउँदैनौ, बेच्न पनि पाउँदैनौ, तिमीले यो घर मेन्टेन गरेर तिम्रो परिवारसहित बसेर खान पाउँछौ भनेर भनिदिनु भयो भने त्यो मान्छे त्यो घर पुस्दै मर्छ। त्यसकारणले हामीले अहिले बनाएको सङ्घीयताको जुन संरचना छ, संरचना गलत होइन। 7 रोपनीको ओइल इन्फ्रास्ट्रक्चर भएको घर नराम्रो होइन, तर ल्यागतले धान्छ कि धान्दैन भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। तपाईँको भएको टोटल बजेटरी एक्सपेन्डिचरमध्ये 3 खर्बभन्दा बढी अहिले हाम्रो सङ्घीयता भनेर प्रादेशिक संरचनामा खर्च भइरहेको छ। त्यहाँ पनि सभामुख पनि हुन्छ, महान्यायाधिवक्ता पनि हुन्छ, त्यसपछि त्यसको स्वकीय सचिव पनि हुन्छ, भए नभएको मन्त्रालय पनि सबै हुन्छ। फुल यतापट्टिको स्ट्रक्चर त्यहाँ पनि हामीले रिप्लिकेट गरेर राखेका छौँ र जसको खर्च 3 खर्बभन्दा बढी छ। त्यसपछि गएर अर्को संरचना छ भयङ्कर, त्यो भनेको चाहिँ हामीले सामाजिक सुरक्षा भत्ताको नाममा भोट ब्याङ्क भन्छु। म त त्यो सामाजिक सुरक्षा भत्ता धेरैलाई चित्त दुख्छ होला, म आज पनि सामाजिक सुरक्षा भत्ताको विपक्षमा होइन, तर त्यो एज बेस्ड होइन, निड बेस्ड सामाजिक सुरक्षा भत्ता हामीले प्रदान गरौँ। म आज पनि भन्छु 3 खर्बको हाराहारी पैसा, यस्तो गरिब कङ्गाल भइरहेको देशको पैसा ट्रेजरी बिल जारी गरेर हामीले एज बेस्ड चाहिँ आज के गरिरहेछौँ त भन्दाखेरि सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेछौँ, जसको रकम हरेक पटक सरकारले बढाउँछ। किन भन्दा त्यो बढाएपछि भोट बढी आउँछ। अब त्यो चिजले गर्दाखेरि हामीलाई धन्न अघि अस्ति एज बढाइयो। आज मनोज कुमार ग्यावालीको बुवा आमा 70 वर्ष पुग्नु भयो भने पनि मेरो बुवा आमालाई जो मान्छेले आज महिनामा 6 लाख रुपियाँ ट्याक्स बुझाउँछ, मेरो बाउ आमालाई 4,000-5,000 रुपियाँ वृद्ध भत्ता दिने? वाइ? द्याट इज नट रिक्वायर्ड। निड बेस्डलाई बरु त्योभन्दा थपेर दिनुहोस्। त्यसकारणले यो चिजलाई एज बेस्डबाट निड बेस्डमा जब हामीले कन्भर्जन गर्न सकेनौँ भने यो बोझ अर्को भयङ्कर ठुलो छ। त्यसपछि गएर हामी ब्युरोक्रेटिकल रिस्ट्रक्चरिङमा यदि काम गरेनौँ भने जस्तो सुकै सरकार आओस् काम गर्न सक्नेवाला छैन। हामीले धेरै ठुलो स्ट्राटेजिकल होमवर्क गर्नुपर्नेवाला छ। भन्नुको मतलब म मेरो ब्याङ्कमा छिरिसकेपछि म तपाईँहरूलाई भन्छु हामीले 157 जना गार्डहरू रिप्लेस गऱ्यौँ। हामीले लगभग अटोमेसनबाट 2400 कर्मचारी भएको ठाउँमा हामीले 58 जना मान्छेलाई हामीले के गर्यौँ, कम गऱ्यौँ। प्रिन्टिङ स्टेसनरी एक्सपेन्सेसमा मात्रै एउटा सानो संस्था हो, 4 करोड रुपियाँ वर्षेनी हामीले सेभ गऱ्यौँ, मात्रै केबाट भन्दा अटोमेसनबाट। तपाईँ हामीले देखेका छौँ कि पासपोर्ट लिनको लागि पहिला राजदरबारको उतापट्टि बिहान 4 बजेबाट लागेको लाइन हामी आजभन्दा 2 वर्ष पहिला कति लामो लाइन देख्थ्यौँ, मान्छेहरू 4 बजेबाट लाइन लाग्थ्यो। आज त्यो पनि सरकारी निकाय नै हो। आज तपाईँले अहिले अनलाइन तपाईँले एप्लाई गर्नुहोस्, तपाईँको टाइम 12 बजेर 10 मिनट भन्छ, टक्क जानुहोस्, रेडी हुन्छ, फोटो खिच्नुहोस्, तपाईँको 1.5 घन्टामा योर पासपोर्ट इज रेडी, प्लिज कलेक्ट भन्ने मेसेज आउँछ भने त्यहाँ जब हुनसक्छ भने अरू निकायहरूमा किन हुन सक्दैन? अटोमेसन गरौँ। अटोमेसन गरिसकेपछि ह्युमन रिसोर्सहरू सेभिङ
हुन्छ। ह्युमन रिसोर्स सेभिङ भइसकेपछि म त भन्छु हेर्नुहोस्, साँच्चीकै यो धेरै मान्छेलाई भनेपछि अप्ठ्यारो पनि लाग्छ, कतिपय मान्छेले त्यसलाई अलग हिसाबले बुझ्नुहुन्छ। कमसेकम पुग्ने गरिकन तलब सुविधा चाहिँ कर्मचारीलाई दिउँ है। आजको डेटमा 40,000 50,000 मान्छेबाट लोकसेवा लडेर आएको एउटा अधिकृतको तलब हुन्छ हेर्नुहोस् 46,000 रुपियाँ, कर काटेर पिएफ काटेर लटरपटर गरेर त्यसको तलब हातमा आउँछ 30,000 रुपियाँ। काठमाडौँमा घर भाडा लिएर बस्नु पऱ्यो भने एउटा गए गुज्रेको फ्ल्याटको तपाईँ ल 2 रुमको एउटा फ्ल्याटको रेन्ट एकदम गए गुज्रेको 15,000 रुपियाँ, छोराछोरी 2टा पढाउनु पऱ्यो भनेपछि 5-5 10,000 रुपियाँ, खाने के बुवा आमा बुढा हुनुहुन्छ भने ल्याउनु परेको परेन, बिरामी खर्च गर्नु परेको परेन, त्यो एक्सपेन्डिचरले भ्याउन सक्ने स्थिति नै छैन। यो सत्यतालाई हामीले स्वीकार गर्नुपर्छ भने त्यसकारणले करप्सनलाई कम्प्लिटली बन्द गर्ने हो भने कमसेकम ह्युमन रिसोर्स घटाउँ, सरकारसँग त क्षमता छैन, त्यसलाई अटोमेसनमा लिएर जाउँ, नहुने नचाहिने संरचनाहरू मर्ज गरौँ, क्लब गरौँ, अटोमेट गरौँ र त्यसबाट सेभिङ भएको पैसाबाट हामी कर्मचारीहरूको के गरौँ त भन्दा तलब सुविधाहरू यथोचित रूपमा पुग्ने गरी कमसेकम काम गरेपछि खान पुग्ने गरी दिउँ र जसले त्यसपछि बेइमानी बदमासी गर्छ त्यसमा निर्ममतापूर्वक कारबाही गर्ने एउटा चाहिँ नीति सिस्टम र विधि विधान भयो भने राजनीतिले माथि बसेर केही पनि गर्न सक्दैन। मैले पटक पटक भनेको छु, हामीले दोष त नेताहरूलाई दिन्छौँ, शेरबहादुर चोर भनेको छ, ओली चोर भनेको छ। कुनै पनि पार्टीको चाहिँ त्यहाँ जिल्लाको चाहिँ अध्यक्षले चाहिँ मेमो उठाउने, त्यसपछि अञ्चलको अध्यक्षले चाहिँ रिकमेन्ड गरेर प्रधानमन्त्रीले या मन्त्रीले कहिले पनि साइन गर्दैन, जहिले पनि खरदारले मेमो उठाउने हो, शाखा अधिकृतले माथि उठाउने हो, सचिव हुँदै माथि आउने होइन मेमो भने। करप्सन हुन्छ, चाहे पोलिटिकल करप्सन हुन्छ, चाहे पोलिसीमा हुन्छ, चाहे अरू करप्सन हुन्छ भने पनि कहाँबाट सुरु हुन्छ त भन्दा ब्युरोक्रेसीलाई क्लिन नगरेर सम्भव छैन। हामीले दोष लगाएर मात्र हुनेवाला छैन। त्यसकारणले यो बेलामा हामीले साधन र स्रोतको समुचित प्रयोग कसरी गर्न सकिन्छ भन्ने कुरामा एकदमै ध्यान दिनुपर्ने कुरा छ। यो कुरा गर्दै गर्दा अर्को भयङ्कर डरलाग्दो कुरा के छ त भन्दा जब जेएनजी आन्दोलन भयो, यो आन्दोलनमा हामीले मान्छे देखिरहेछ कि 22-23 अरबको जलाको मात्र होइन, जलेका भवनहरू खडा हुन्छन्। त्योभन्दा भयङ्कर ठुलो खतरनाक चिज चाहिँ तपाईँहरूले मान्छेहरूको आत्मबल जलाइदिनु भएको छ। नेपाली नागरिकहरूको आत्मबल, उद्यमीहरूको आत्मबल गिरेको छ। मान्छे आज म त्यसपछि मेरो केही उद्यमी व्यवसायी साथीहरूलाई भेट्न गएको थिएँ, मैले उहाँहरूलाई सोधेँ के छ नयाँ बिजनेस भन्दाखेरि सर अहिले त के नयाँ बिजनेस गर्नु, पक्नु, सोचौँ, हेरौँ, बसौँ, हेरौँ भन्ने अवस्थामा छ। भन्नुको मतलब रोजगारी सिर्जना हुने स्थिति छैन। अनि देशमा रोजगारी छैन भनेपछि मान्छेले के गर्छ, जे पाए त्यही गर्ने हो। बिहानै फेसबुक खोल्यो, गाली गर्यो। अनि मैले त भन्छु पनि फेसबुक चाहिँ अदालत जस्तो भएको छ। हरेक फेसबुकको चाहिँ त्यो युजरहरू हामी जज जस्तो, न्यायाधीश जस्तो ढकाढक, यो खराब यो सही, हामी न्याय गरिहाल्छौँ। अनि यो चिजले नेगेटिभिटीले एकदम पर्सै पाएको छ। अनि अर्को पनि हामी समाजमा एउटा कुरा अर्को के चिज भएको छ त भन्दा जस्तै म अहिले यहाँ बोलिरहेको छु, मलाई धेरै साथीहरूले भन्छन् मनोज किन बोल्या, नोबेल चुप लाग्न भन्छ। किन भन्छ त नोबेल ब्याङ्कको सिओ छँदैछ, तलब सुविधा छँदैछ, फाल्तुमा बोलेर कन्फ्युजन हुन्छ। फेरि अब यहीँबाट पनि हेडिङमा आउँछ मनोज ग्यावाली नोबेल ब्याङ्कका सिओ के भन्छन् त भनेर हेडिङ, तल पढ्न कसैलाई फुर्सद छैन होइन। अनि त्यो मान्छे फस्छ नि, त्यो वास्तवमा अघि हाम्रो कल्याण श्रीमान जस्तै फसिन्छ भन्ने कुरा डर सबैलाई हुन्छ होइन। तर पनि म के चाहिँ भन्छु त भन्दा यो देश बिग्रेको यस कारणले पनि हो कि जान्ने बुझ्ने अलिकति क्षमता भएका अलिकति सुनिने मान्छेहरू चाहिँ म ठिकै छु, मेरो हक छँदैछ भनेर चुप लाएर बस्ने, अनि बेइमानहरू मात्रै आएर बजारमा कराउने, चिल्लाउने, पोलिटिकल पार्टिजमा तिनीहरूले नै भाग लिने। अनि हामी सोध्छौँ के त भन्दाखेरि देश चाहिँ गजब भइदियोस्, सुन्दर भइदियोस् भनेर। राम्रो, हामीले छोराछोरी कसैलाई पनि यहाँ भएकोले छोराछोरीलाई तपाईँहरूले कसैले पनि भन्नुभएको छ ए राम्रोसँग पढ बाबु नानी, भोलि भएर तिमी चाहिँ मन्त्री हुनुपर्छ भनेको छ, ज्यानज्याला भन्दैन। पढ है पढ, जागिर खानुपर्छ भनेको छ कि व्यापारी हुनुपर्छ भनेको छ कि भने नेतागिरी कोही गर्न थाल्यो भने त बिग्रिसक्यो। अब त के गर्ने हो, काम छैन त्यो नेतागिरी गर्ने भने हामी पड्काइहाल्छौँ होइन। अनि हामी के त भन्दा सक्ने क्षमता भएको मान्छेहरू सबै चाहिँ कुनै न कुनै पेसामा लागेर आफू खुसी आफू चाहिँ रजाइ गरिहाल्ने। अनि हामी अपेक्षा कोसँग गर्ने त भन्दाखेरि कतै काम नलाग्ने मान्छेहरूले चाहिँ अनि पोलिटिक्स गरे, उनीहरूले लिड गरे भनेर चित्त दुखाएर आज हुन्छ त हुँदैन नि होइन। भनेपछि हामी सक्षम मान्छेहरू अब एकदम म त्यो कुनै शारीरिक विषय भन्छ अहिले त त्यो फेरि अपाङ्ग भनेपछि त उल्टा अर्थ लाग्छ होइन। फरक ढङ्गले सक्षम भइरहेको जसको एउटा खुट्टा नचल्ने मान्छेहरूको मात्रै दौडमा दौडिरहेछ भनेपछि त एउटा त्यस्तै मान्छेले जित्छ नि त। तपाईँ ताली बजाउने मान्छेले त जितेर मेडल त लिँदैन। त्यस कारणले हामी सक्ने क्षमता भएका अलिकति गर्न सक्ने जसको क्षमता भएको स्ट्राटेजिक माइन्डसेट भएको मान्छेको पोलिटिक्समा इन्ट्रान्स नभएसम्म करेक्सन सम्भव छैन। हामीले स्ट्राटेजिकली सोच्नुपर्छ, दोष लगाएर मात्रै सम्भव छैन। र दोष लगाउँदै गर्दाखेरि पनि हामीले गर्न सक्ने क्षमताहरूको आकलन गर्नुपर्छ। स्ट्राटेजिक माइन्डसेट र मुभमेन्टको बारेमा हामीले सोच्नुपर्छ। ब्युरोक्रेटिकल रिस्ट्रक्चरिङ र पोलिटिकल रिस्ट्रक्चरिङ नगरिकन जुनसुकै सरकार आओस् केही पनि सम्भव छैन। ठिक छ, प्रदेश संरचना चाहिन्छ भने पनि गरौँ, तर त्यसलाई
चुस्त दुरुस्त छोटो बनाऊ, यो यति धेरै संसद पनि चाहिने हो कि होइन, समानुपातिक सांसदको पनि सङ्ख्या चाहिने हो कि होइन। वास्तवमा मैले त जेएनजी आन्दोलनपछि मिराजसँग त मेरो कुरा भएन, अरू आन्दोलनकर्ता धेरै भाइहरूसँग मेरो कुरा भएको थियो। मैले त्यति बेला नि बाबु यो बेलामा राइट टाइम हो है, राइट ट्र्याक लिइराख, जति ढिलो हुँदै जान्छौ तिमीहरू फस्दै जान्छौ भनेर मैले म्यासेज लेखेँ। मेरो फेसबुकमा अहिले म्यासेज पनि छ। अब तर त्यहाँ 2-4 जना मान्छे जसले घुमाइरहेछन्, उहाँले भन्नुभयो, पछि उहाँहरू चाहिँ को मध्ये मन्त्री पनि हुनुभयो। तर स्थिति चाहिँ वास्तवमा अहिले मिराज यसै निराश भएको होइन, उहाँ जस्तो धेरै साथीहरू यसै निराश भएको छैन। यो स्थितिले मोड चाहिँ जति दिन लामो हुँदै गयो अर्को मोड लिएर जाँदैछ। हामी यथास्थितिमा पुग्दैछौँ र हुनेवाला के छ त भन्दा चुनाव भयो भने कहीँ न कहीँ फेरि 6-7वटा पार्टी चाहिँ नमिलेसम्म सरकार नबन्ने, 6 महिना एउटा सरकार, 6 महिना अर्को सरकार, अनि 6 महिनाको लागि मन्त्री बनेको मान्छेले 10 वर्षको देश ज्यान जाला मै मन्त्री भए पनि सोच्दिनँ भने 6 महिनामै जे हुन्छ गर्ने भनेर सोच्ने हो भने हामीमा भएको मूलभूत समस्या भनेको राजनीतिक अस्थिरता हो। राजनीतिक अस्थिरताले सुशासन हुन दिएन, सुशासन नहुँदाखेरि बिचौलियाहरू हाबी भए, बिचौलियाहरू हाबी भएको कारणले गर्दाखेरि हाम्रो चाहे कानुन भनौँ सबै चिजहरू बिग्रेको कारण थियो। त्यस कारणले आज पनि निकासको रूपमा कुरा गर्ने हो भनेपछि एउटा लेभलमा अघि मिराजले भने जस्तै या अघि हाम्रो नागरिक समूहको अध्यक्ष विष्णुजीले भने जस्तै एउटै प्रकारको माइन्डसेट भएको मान्छेहरू एक ठाउँमा जम्मा भएर कमसेकम पनि बहुमतको सरकार एकचोटि आएर 5 वर्ष मात्रै नेपाल चलिदियो भने बाँकी चिज अटोमेटिकली ठिक हुन्छ। त्योभन्दा बढी निकास केही पनि चाहिँदैन। मलाई अहिलेको रिक्वायरमेन्ट भगवान् पशुपतिनाथसँग यही प्रार्थना गर्छु कि एउटा यस्तो पोलिटिकल फोर्स बनोस् जसले चाहिँ 5 वर्ष शासन चलाउने म्यान्डेट ल्याओस् र बिचमा भाँडिएर टुक्रिएर फेरि त्यो पहिला काङ्ग्रेस 3674 भए जस्तो नभइदियोस् र सरकार 5 वर्ष मात्रै टिक्यो भने देशमा धेरै चिज बिग्रेका छैनन्। एक्सटर्नल इन्डिकेटरमा हामी राम्रै छौँ, हामीसँग रेजिलियन्स पनि राम्रो छ, केही चिज बिग्री भत्किसकेका छैन। तर अब ढिला गऱ्यौँ भने धेरै चिज भत्किन्छ। त्यस कारणले त्यो शुभेच्छा पनि म राख्छु र यो छोटो समयमा फेरि धेरै मात्रै मैले बोलेँ भनेपछि फेरि अन्यथा पनि हुन्छ। मैले केही टेक्निकल प्र्याक्टिकल फाइनेन्सियल हिसाब किताबले मैले मेरो पोइन्ट्सहरू राखेँ र यो अवसर दिनुभएकोमा म नागरिक समाजका संस्थापक अध्यक्ष तथा अध्यक्षप्रति पनि म हार्दिक एकदमै आभार व्यक्त गर्दै म मेरो शब्द यहीँ राख्छु। जय देश, जय नेपाल। धन्यवाद कार्यक्रमका अध्यक्षज्यू, नागरिक समूहका सम्पूर्ण मित्रहरू, वक्ता विद्वान मित्रहरू र उपस्थित महिला तथा सज्जनवृन्द। आज यो महत्त्वपूर्ण विषय व्यवस्था, अवस्था र निकास, यो धेरै ठुलो विषय छ। एउटा सानो कार्यक्रमबाट सम्बोधन गरिहाल्न सक्छ कि सक्दैन म भन्न सक्दिनँ। तर पूर्ववक्ता मित्रहरूले जसरी प्रस्तुत गर्नुभयो विभिन्न कोणबाट व्यवस्था बारेमा, अवस्था बारेमा र निकासको सम्भावनाको बारेमा, त्यो चाहिँ मेरो लागि असाध्यै नै शिक्षाप्रद रह्यो। विभिन्न कोणबाट सुन्न पाएँ र मैले आफ्नो दृष्टिकोणलाई अध्यावधिक बनाउने मौका पाएँ भन्ने मलाई लागेको छ। अघि घनश्यामजीले एकपल्ट प्रसङ्गमा भन्दै हुनुहुन्थ्यो मेरो अलिकति रिलक्टेन्स वास्तवमा बोलिरहने र भन्ने जस्तो मलाई लागि नै रहन्छ। त्यही पनि बोली त रहनु परेकै छ फेरि। र यो अघि घनश्यामजीले भन्नुभएको जस्तै एउटा मार्मिक कुरा के हो भने हामीले बोल्न छाड्यौँ भने सेल्फ सेन्सरसिप हुन्छ। हामी वाक स्वतन्त्रताका पक्षधरहरू सेन्सरसिपका विपक्षमा उभिन्छौँ। मन लागेको कुरा बोल्न पाउनुपर्छ भन्छौँ। मन लागेको कुरा बोल्न पाउनुपर्छ भन्नेले आफैले बोल्न छाड्यो भने त्यो अरूले रोक्नै परेन, आफैले रोक्यो र आफ्नो अभिव्यक्तिबाट अरूलाई सुसूचित गर्न पाइएन र अर्काको पनि यस्तै धारणा रह्यो भने त आफू पनि सुसूचित हुन पाइएन। त्यस कारणले प्रजातन्त्रमा एउटा शुभ सङ्केत होइन सेल्फ सेन्सरसिप। प्रजातन्त्रको यो खतरनाक एउटा प्रवृत्ति हो। त्यो प्रवृत्तिबाट हामीले निकास खोज्नै पर्छ र फेरि पनि बोल्ने हिम्मत गर्नै पर्छ। चाहे त्यो ट्विस्ट गरोस्, चाहे अर्थ लगाओस् वा अनर्थ लगाओस्, बोल्न त बोल्नै पर्छ। म तपाईँसँग सहमत छु घनश्यामजीसँग। मैले यो कार्यक्रममा चाहिँ मैले एउटा राम्रो कुरा के देखेँ भने यो इन्टरजेनेरेसनल डायलग भन्छु। जेनजी पुस्ताको मित्र पनि हुनुहुन्छ र अन्य पुस्ताको पनि हामी छौँ। यो डायलग सायद हामी धेरै गर्दैनथ्यौँ। अहिलेको रिसेन्टली चाहिँ जुन जेनजी विद्रोह भनौँ कि क्रान्ति भनौँ, त्यसले एउटा नयाँ एउटा आयाम थपेको छ कि हामीले संवाद गर्नुपर्छ र आफूले आफूसँग मात्र होइन, आफूले आफ्नो पुस्तासँग मात्र होइन, पुस्तान्तरणको बिचमा संवाद गर्नुपर्छ र आज हामीले यो सम्पन्न गरेका छौँ। यो एउटा नयाँ चाहिँ एउटा दृष्टिकोण चाहिँ फेरि बनेको छ। मैले यसलाई पोजिटिभली चाहिँ लिन्छु। अब एउटा चाहिँ
जुन 23 र 24 गतिको जुन घटना हो त्यसले हाम्रो समाजमा विद्यमान रहेको शासनप्रतिको दृष्टिकोण, संवैधानिक पद्धतिको कार्यान्वयनको दृष्टिकोण, राजनीतिक पद्धतिको कार्यान्वयनको दृष्टिकोण, हामीले भोगेका आर्थिक सामाजिक अवस्थाहरूको दृष्टिकोण, यी सबैबाट जुन व्याप्त निराशा थियो त्यो व्याप्त निराशालाई एकैचोटि सक ट्रिटमेन्ट दियो। सुन्दैन थियो नि, एकैचोटि नहुने गरेर सुनाइदियो। छोटो समयमा प्रभावकारी ढङ्गले आफ्नो सन्देश पास गर्यो, यसको सकारात्मक पक्ष। र यसलाई फेरि अर्को अर्थमा पनि म हेर्छु, ड्यामेजको जुन किसिमको एउटा अनप्रेसिडेन्टेड क्वान्टम अफ ड्यामेज जो छ त्यो फेरि अर्को लेभलमा छ। त्यो युद्धमा पनि नहुने सिद्धिमिद्धि, त्यो छोटो समयमा युद्धमा पनि हुँदैन। र हामीले छोटो समयमा त्यो चाहिँ क्षति चाहिँ हामीले बेहोरेका छौँ। र यसलाई हामीले शिक्षाको रूपमा सायद हामीले लिनुपर्छ। मलाई के लागिरहेछ भने हामीले राजनीतिक व्यवस्थामा परिवर्तन ल्याउनको लागि 7 सालदेखि भन्यो कि 97 सालदेखि भन्यो कि हरेक 10-10 वर्षमा केही न केही हामीले गरिरहेका छौँ। राजनीतिक पद्धतिमा परिवर्तन आएको छ भने पनि त्यसमा कुनै न कुनै हिंसा, एउटा द्वन्द्व सन्निहित छ र त्यो द्वन्द्वलाई हामीले निरन्तरता दिएका छौँ। अहिले फेरि आजको दिनमा हामीले एउटा नयाँ द्वन्द्व भोग्यौँ। यो द्वन्द्व टुङ्गियो कि टुङ्गिएन मलाई थाहा छैन। हामीले ढङ्गले समाधान गऱ्यौँ, निकाल्यौँ भने त टुङ्गिएको अर्थमा फेरि शान्ति र विकासको नयाँ मार्गचित्र भनेर बसौँला पनि। र ढङ्गले हामीले सम्बोधन गरेनौँ भने यसको पुनरावृत्तिको सम्भावना छैन भनेर म भन्न सक्दिनँ। मलाई डर के हो भने हामी द्वन्द्व गर्न सक्ने, सङ्घर्ष गर्न सक्ने र समाधान गर्न नसक्ने, त्यसको लाभ लिन नसक्ने त्यस्तो जातिमा त परेनौँ। हामी द्वन्द्व व्यवसायी त भएनौँ। हामीले हिंसालाई व्यवसायमा रूपान्तर त गर्दैनौँ। हामीसँगको सम्भावना के हो? त्यसलाई टटोल्नु पर्नेछ। र मेरो अनुरोध यहाँनिर के हो भने हामीले ढङ्गले सम्बोधन गर्नै पर्छ। शान्ति र एउटा स्थिरता, विकास र सभ्यताको संरक्षण हामीले गर्नुपर्छ र त्यसको लागि इमान्दार ढङ्गले निकास खोज्नुपर्छ। यो निकास खोज्नलाई यो अवसर महत्त्वपूर्ण हुनसक्छ। यस्ता धेरै अवसरहरू हामी सायद खोज्न पनि पर्छ र हामी तयार छौँ कि छैनौँ यसको लागि। अब अहिले मैले प्रश्न उठाउन खोजेको के हो भने व्यवस्था भन्यौँ, व्यवस्थाको कुरा कस्तो छ? हामीले एउटा राजतन्त्र अस्ति भर्खरसम्म पनि हामीले भोगेकै थियौँ। जहानिया प्रधानमन्त्री प्रणाली पनि हामीले भोग्यौँ, बहुदलीय प्रणाली पनि भोग्यौँ, निर्दलीय प्रणाली पनि भोग्यौँ, फेरि सुधारिएको भन्यौँ, फेरि बहुदलीय प्रणाली ल्यायौँ र अहिले हामी गणतन्त्रको प्रणालीमा छौँ। प्रणालीगत हिसाबबाट त हामीले लगभग सबै किसिमको प्रणालीहरू उपयोग गऱ्यौँ नि। यी प्रणालीहरू संसारमा प्रचलितै प्रणालीहरू हुन्। म चाहिँ यो के अरे उत्तराधिकारवाला वंश के अरे जहानिया चाहिँ प्रधानमन्त्रीको प्रणालीमा भन्दिनँ, बाँकी कुरा त संसारमा चाहिँ निरन्तर चलिआएकै प्रणाली हो। प्रणालीहरूले राजतन्त्रमा पनि विकास गर्नेले गरेकै छन्, गणतन्त्रमा पनि विकास गर्नेले गरेकै छन्, संसदीय व्यवस्थामा पनि गर्नेले गरेकै छन्। प्रणालीहरू संसारमा आफ्नो ढङ्गले सफल भएका उदाहरणहरू छन् र हामीले सबै प्रणाली गऱ्यौँ र कुनैले पनि सफल भएको हामीले देखाउन पाएनौँ। हामी प्रणालीहरू असफल गराउने प्रयोगशाला त भएनौँ। हाम्रो त त्यस्तो चिन्ता हो। मलाई के लाग्छ भने प्रणालीहरू आफ्नो कारणले ठिक वा बेठिक हुन्छन्। प्रणालीहरू सन्दर्भले ठिक वा बेठिक हुन्छन्। कुन देशमा कस्तो प्रणाली छ, त्यो देशको हावापानीसँग मिल्यो कि मिलेन, सन्दर्भ सामाजिक सन्दर्भसँग मिल्यो कि मिलेन, त्यहाँको मनोविज्ञानसँग मिल्यो कि मिलेन, क्षमतासँग मिल्यो कि मिलेन, तयारीसँग मिल्यो कि मिलेन, यी यावत कुराहरूमा कुनै प्रणाली ठिक वा बेठिक भइरहनेछ। कुनै प्रणाली अन्त असाध्यै राम्रो हुने र हामी कहाँ असाध्यै नराम्रो हुँदाखेरि त्यो प्रणाली ठिक भन्नु कि बेठिक भन्नु? सफल भएको ठाउँमा सफलै छ त। तर हामीले चाहिँ तिनलाई ती सफलताको लाभ हामीले किन लिन सक्दैनौँ? यो हाम्रो मुख्य चिन्ताको विषय छ। त्यसैले मलाई के लाग्छ भने प्रणालीको परिवर्तन गरेर हामीले आफूलाई गुमाएर अरूमा आफू खोजेर कहाँ हुन्छ? आफूले आफूलाई खोज्न जान्नु पर्यो नि। नेपालले नेपालमा नेपाल खोज्न सक्नु पर्यो, नेपालीले नेपालीमा नेपालीत्व खोज्न सक्नु पर्यो। हाम्रो लागि हाम्रो हित कहाँनिर हो भनेर बुझ्न सक्नु पर्यो। हामीले खोज्न त खोज्यौँ, हामीले जहिले पनि अरूले के गरिरहेका छन् भन्दै खोज्दै र आफूलाई गुमाउँदै, आफूलाई हराउँदै गऱ्यौँ। यो आत्मतत्त्वको कुरा हुनसक्छ, यो आध्यात्मको कुरा हुनसक्छ। आध्यात्म होइन, यो जीवनको कुरा हो। हाम्रो राष्ट्रिय सभ्यता हामी केमा आधारित छौँ? नक्कलमा आधारित छौँ।
हामीले कतिपय कुराहरू नक्कल गरेका छौँ। ती नक्कल गरेका कुराहरू नक्कल गर्नलाई त नक्कलका पूर्वाधार चाहिन्छ नि। यदि नर्वेका समानुपातिक सिद्धान्तलाई हामीले यहाँ आयात गऱ्यौँ भने त्यहाँको जस्तो चाहिँ प्रणाली यहाँ हुनु पनि पऱ्यो नि। आर्थिक सामाजिक अवस्था हुनु पऱ्यो नि, सभ्यताको अवस्था हुनु पऱ्यो नि, चेतनाको अवस्था हुनु पऱ्यो नि, चरित्रको पनि अवस्था हुनु पऱ्यो नि, इमानको पनि अवस्था हुनु पऱ्यो नि। हाम्रो संस्कृतिले त्यसलाई राम्रैसँग समाहित गरेको हुनु पऱ्यो नि। खालि अर्काको देशमा राम्रो चलेको छ त, यसो हेऱ्यो सङ्घीयता त राम्रै चलेको छ दक्षिण अफ्रिकामा, यसो हेऱ्यो क्यानाडामा त चलेकै छ त, चलेको छ त क्यानाडामा चलेको छ त, चलेको छ त स्विजरल्यान्डमा चलेको छ त। स्विजरल्यान्ड त हामी होइनौँ नि त, हामी त नेपाली हौँ नि त। नेपालमा सङ्घीयता त नेपाली खालको हुनु पऱ्यो नि। नेपाली खालको हामीले डिजाइन गरेनौँ नि। हामीले अर्काको डिजाइनलाई सारेर मैले भन्ने गर्छु कि डाउनलोड कुनै कन्सेप्टलाई अलिकति इन्टरनेटको जमानामा डाउनलोड गर्न सकिन्छ, 1 सेकेन्डमा डाउनलोड हुन्छ। तर कन्टेक्स्ट सन्दर्भहरू जुन सन्दर्भमा ती सिस्टमले राम्रो काम गरेको थियो त्यो त डाउनलोड हुँदैन नि। अनि डाउनलोड हुँदैन भने कन्सेप्ट मात्र डाउनलोड गरेर कम्प्युटरले दिएको हो केही पाना अवधारणा स्वतः लागु हुन्छ र? त्यो लागु गर्नलाई पहिला सोच चाहियो, संस्कार चाहियो, बुझाइ चाहियो, क्षमता चाहियो, यसको कानुन चाहियो, नियम चाहियो, संस्थाहरू चाहियो, सबैभन्दा बढी संस्कृति चाहियो, राजनीतिक संस्कृति चाहियो, शासकीय संस्कृति चाहियो। खोइ संस्कृति रातभरिमा त बन्दैन नि, परिणामहरू चाहिँ रातभरिमा दिन सकिँदैन नि। त्यसकारण हामीले चाँडै नै हीनभावले ग्रस्त हुन्छौँ र आलोचनात्मक हिसाबले वैकल्पिक विकल्पको खोजमा लाई पनि हाल्छौँ। चाँडो आयात गर्ने र चाँडो त्यसलाई चाहिँ त्यो समापन पनि गर्ने। कति छिटो हामीले परिणाम चाहिएको छ र बिना मेहनत हामीलाई चाहिँ यसको परिणाम चाहिँ प्राप्त हुँदैन भन्ने कुराको हेक्का हामीसँग भइरहेको छैन। त्यस कारणले व्यवस्थाको हकमा मलाई धेरै कुरा गर्नु छैन। व्यवस्था जुनसुकै प्रणाली पनि इमान्दार ढङ्गले मेहनतपूर्वक गऱ्यो भने त राम्रै हुन्छ। तर प्रणालीहरूलाई आफ्नो सन्दर्भहरू हामीले जुटाइदिनुपर्छ, जुन जुटाउँदैनौँ, जुटाएका छैनौँ। त्यस कारणले आज हेर्नुहोस् त संहिताको हामीले धुमधाम आलोचना गरिराखेका छौँ, समानुपातिक प्रणालीको धुमधाम, किन हेरेको उल्टो प्रणाली भएको देखिन्छ त, कामलाई ढङ्गले प्रयोग भएकै देखिँदैन त। अनि फेरि सरौँ पनि कसरी? त यी अनुभवले हामीलाई अन्यथा निष्कर्षमा पुग्नलाई उद्यत बनाइरहेको छ। कुराहरू यी सही वा गलत छ भन्ने कुरा होइन, त्यसलाई ढङ्गले हामी कार्यान्वयन गर्ने क्षमता राख्छौँ कि राख्दैनौँ, हामीले दिलदेखि ग्रहण गर्छौँ कि गर्दैनौँ भन्ने कुरा हो। त्यस कारणले प्रणालीहरू आफैमा गलत त हुँदैनन्, प्रणालीका पात्रहरू सही वा गलत के थिए? मलाई लाग्छ हामीले हाम्रो पात्रत्व राम्रोसँग संरक्षण गरेका छैनौँ, पात्रत्व हामीले राम्रोसँग निर्माण गरेका छैनौँ। पात्रत्व ठिक नभएपछि पद्धति जन्सुकै राम्रो ल्याए पनि त्यो टिक्नेवाला छैन। किनभने पद्धति आफैले काम गर्ने होइन, पात्र मार्फत काम गर्ने हो। र पात्रहरू भनेको हामी यस्तै छौँ, हामी त उस्तै हो नि ब्रो भन्छ नि, यस्तै ब्रो भएको छौँ हामीहरू। त्यस कारण यसको जिम्मा लिन्छौँ कसले? यो पात्रत्व निर्माणमा हामी चाहिँ धेरै हदसम्म सुकेका छौँ र आज जुन असफलताको माझमा हामीहरू उभिएका छौँ यो पात्रत्वको समस्या हो, पद्धतिको पनि समस्या हो। राष्ट्रिय परिवेशमा मिलान हुने गरेर हामीले संविधानमा यी अवधारणाहरूलाई समावेश गरेका छैनौँ। कमजोरीहरू यथावत छ, संविधानभित्रका इनबिल्ट डिफिसियन्सीहरू छन्, स्ट्रक्चरल डिफिसिटहरू छन्, स्ट्रक्चरल प्रब्लम छ, प्रोसिड्युरल प्रब्लम छ, इन्स्टिट्युसनल प्रब्लम छ, इन्भाइरोमेन्टल प्रब्लम छ, क्यापासिटीको प्रब्लम छ। यति धेरै प्रब्लमहरूको माझमा एउटा अवधारणाले स्वतः काम गर्छ? गर्दैन। हामीसँग त्यो कमिटमेन्ट कहाँ छ? त्यो इमान्दार प्रयास गर्ने कमिटमेन्ट हामीसँग भएन भने जस्तै राम्रो व्यवस्थाले पनि असफलता तय छ, त्यही नै उसले भोग्नुपर्छ। त्यसो भनेर अब यस्तो नियति हो नि भनेर मैले यसको डिफेन्ड गरिरहेको छैन। हामीले यसमा चाहिँ नाटकीय रूपमा यसमा परिवर्तन गर्नुपर्ने छ, नयाँ सोच र संस्कार गर्नुपर्ने छ। जेनजी समुदायको जुन विद्रोह गर्नुभयो 23 गतेको केही घन्टाको, त्यसको इम्प्याक्टलाई म सलाम गर्न चाहन्छु। हामी सबैको पनि असन्तुष्टिको प्रतिनिधि पात्रको रूपमा उहाँहरूले चाहिँ आफ्नो अभिव्यक्ति दिनुभयो। 24 गतेको कुरा देखाएर 23 गतेलाई चाहिँ नलिफाई गर्न मिल्दैन। 24 गतेको क्षति आफ्नो ठाउँमा छ, त्यसमा के कति कमजोर छुट्टै त्यसको मूल्याङ्कन गर्नुपर्छ। तर 23 गतेको चाहिँ जुन एउटा आन्दोलन हो उहाँले दिनुभएको शहादत र त्यसको चाहिँ अन्तर्यलाई हामीले ढङ्गले बुझ्नुपर्छ। त्यसलाई कुनै अर्थमा पनि मिनिमाइज गर्न मिल्दैन, त्यस्तो दुश्चेष्टा नगरौँ कसैले। बाँकी रह्यो त्यसको भावनाले कसरी कार्यान्वयन गर्ने। मैले भने व्यवस्थाहरू जति ल्याए पनि हाम्रा अवस्थाहरू सुध्रिएन। आर्थिक सामाजिक कूटनीति जम्मै कुरा त यहाँले भनिसक्नुभयो, म फेरि दोहोऱ्याइरहनुको अर्थ रहेन। हामीले कृषि प्रधान मुलुक मैले पढ्दाखेरि चाहिँ
65% चाहिँ राष्ट्रिय आयमा योगदान दिन्थ्यो, अहिले त कति 20-25% कति छ। त्यो उद्योगले चाहिँ अलि अगाडिसम्म चाहिँ 15% दिन्थ्यो, अहिले त 5%मा आइपुगेको छ। देश उन्नतशील देशको यस्तो हुन्छ चरित्र। कृषि हेऱ्यो भने कृषि पनि जाने, उद्योग हेऱ्यो उद्योग जाने, त्यो एकदमै जाने पनि। अनि रेमिटेन्समा पो आधारित त्यो जनसङ्ख्या त्यहाँ गएपछि, उद्यमी जनसङ्ख्या युवा जनसङ्ख्या त्यहाँ गएपछि खेती नघटेर के हुन्छ त? अनि औद्योगिक उत्पादन पनि नघटेर के हुन्छ त? अहिले त गएर उपभोक्ता पनि घटेर गएको छ। अब यो आर्थिक सामाजिक जुन क्षेत्र छ त्यो सबै क्षेत्रमा यसको नकारात्मक यो प्रवृत्तिहरू चाहिँ हेर्नमा पाएको छ। यो हाम्रो अवस्थाको कुराहरू हुन्। यो अवस्थाहरूमा हामीले चाहिँ नाटकीय रूपमा परिवर्तन गरेनौँ भने हाम्रो राजनीतिक व्यवस्थाको गुणगान धेरै म गरिरहन चाहँदैन, किन व्यवस्था हामीले बनाएको हो, त्यसलाई सुधार्न पनि हामीले सक्छौँ नि, गर्नुपर्छ नि। त्यसको धेरै गुणगान गर्नु वा धेरै निन्दा चर्चा मलाई गर्न मन छैन। ढङ्गले हामीले मेहनत गर्ने हो भने यो भइरहेको व्यवस्थाको पनि आवश्यक सुधारका सहित सही कार्यान्वयन गर्न सकिएला। होइन यो कुरा सर्वथा अस्वीकार्य छ भन्ने हो भने नयाँ सोचका साथ अगाडि बढ्न पनि सकिएला। मलाई दुःख केमा छ भने अहिलेको जमानामा पनि अघि जनताको चाहिँ संविधान भन्यो नि हामीले, जनताको संविधान, जनताले यो संविधानको बारेमा कहीँ भन्न पायो? भन्नु होला, संविधान सभाले त बनाएको हो नि, संविधान सभाले बनाएको हो, जनताले निर्वाचित गरेको त हो। तर यो जमाना जनताले प्रत्यक्ष भन्न पाउनुपर्छ क्या। यो जमाना यस्तो जमाना हो, वारिसले भन्न दिएर कारणी चाहिँ ले आफ्नो हक गुमाउने जमाना होइन। कारणी र वारिसको सम्बन्ध त बुझ्नुहुन्छ त। जसले वारिसनामा दियो त्योभन्दा वारिसनामा पो ठुलो, वारिस पो ठुलो, त्यो त होइन त। वारिसले कारनीलाई करकापमा पार्ने त अवस्था हुँदैन त। त हामीले केही बुनियादी महत्त्वपूर्ण बुँदाहरूमा हामीले त्यस्तो मौका दिएनौँ। कम्तीमा दिएनौँ भने दिएनौँ। संविधान जारी भइसकेको छ, मलाई यसको चाहिँ अपमान गर्न मन छैन, सम्मानै गर्न चाहन्छु। यसको सदुपयोग होइन, यसको ट्रान्सफर्मेसन हुनु पऱ्यो क्या। संविधानमा राम्रा धारणाहरू छन्, शब्दहरू पुरेका छन्, शब्दहरूको रूपान्तरण हुने अवस्थाहरू सृजना गरिएन। रूपान्तरण नगरिएको शब्दहरूको आफ्नै अर्थ हुँदैन। शब्दकोशमा धेरै राम्रा शब्दहरू धेरै ठाउँमा पाइन्छन्, ती शब्दहरू आफै बोल्छन् र बोल्दैनन् नि। ती शब्दहरूलाई रूपान्तर गर्नलाई धेरै आर्थिक स्रोतदेखि शैक्षिक जागरणदेखि यो मनोबलदेखि मनोवृत्तिदेखि धेरै कुराहरू चाहिन्छ। त्यो संविधानमा लेखिएका राम्रा भावनाहरूको रूपान्तरण गर्ने इमान्दार प्रयास हामीले गरेका छैनौँ, धेरै कम गरेका छौँ। राजनीतिकरण ज्यादा भएको छ र जुन अवधारणाको कार्यान्वयन गर्नुपर्ने त्यो अवधारणाले आवश्यक शर्तहरू सिर्जना गर्ने ठाउँमा हामीहरू सुकेका छौँ। फलस्वरूप यो संविधान राम्रो छ भन्दै जस पाएन के, संविधानले जस पाएन। र अब चाहिँ हामी कस्तो सङ्घारमा छौँ भने जेनजी समुदायले जुन रूपान्तरकारी परिवर्तन उहाँले देखाउनु भएको छ त्यसको रूपान्तर हुन्छ कसरी, आजको निकासको खोजी यहीँनिर छ भन्ने मलाई लाग्दछ। मैले जेनजी समुदायले एउटा कारणले चाहिँ म चाहिँ सम्झिने कारण मसँग छ, त्यो के हो भने धेरैसो चाहिँ हाम्रा चाहिँ युवा पुस्ता +2 गर्दा नगर्दै कहाँको भिसा लिने हो भन्ने कोसिसमा लागेको देख्थेँ। मेरै घर परिवारमा पनि त्यही छ, जहाँसुकै म त्यही देख्थेँ। र मलाई प्रश्न के हुन्थ्यो भने यो देशको विपुलता, वासयोग्यता यो चाहिँ घटेर गएको हो, यो अनाकर्षक भएर गएको हो, यो लिभेबल नभएको हो, यो के भएको, यो किन जान्छन् हाम्रा केटाकेटी? गएपछि के भयो भने गएपछि त उही त्यो भिडियोबाट कुरा गर्ने बाहेक पारिवारिक सुख पनि कहाँ छ, पारिवारिक शान्ति पनि कहाँ छ, सामाजिक शान्ति पनि कहाँ छ? म त प्रेम, सद्भाव, समर्थन, सहयोग, सहभावना सबै घटेको देख्छु अहिले यो जेनेरेसनमा आएर। त यो अवस्थामा हाम्रो अवस्थाको रूपान्तरणको लागि, नयाँ परिवर्तनको लागि जेनजी समुदायले आफ्नो असन्तोषलाई व्यग्र रूपमा व्यक्त गर्यो, आफ्नो ममत्व देखायो यो 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 धरतीमाथि। आफ्नो ममत्व देखाएको छ, त्यो ममत्व देखाएको जुन भावना छ त्यसलाई म सेलिब्रेट गर्छु। कम्तीमा यो जोखिम उठाएर भए पनि यहीँ त आन्दोलन गर्यो नि, नभए खुर्को मलाई के खाँचो, मेरो बाउको ज्ञान खुर्को गयो हुन्छ नि, गएकै छ त, जानेहरू त गएको पनि छ त। तर यो जुन प्रवृत्ति देखायो, जुन जोखिम लियो, त्यो सेलिब्रेट गर्न लागेको छ। बाँकी रह्यो अबको समय यो भावनाको हामी निन्दा गरौँ कि प्रशंसा गरौँ, यो भावनाको कार्यान्वयन गर्ने हामीले शर्तहरू सिर्जना गरौँ कि नगरौँ, हामीले गरिरहेका के छौँ? अब जुन मार्गचित्र अगाडि राखिएको छ त्यो कार्यान्वयन गर्ने खालको छ कि छैन? यसमा इमान्दार ढङ्गले आफ्नो छातीमा हात राखेर टटोल्नु पर्नेछ।
अब कुरा के छ भने जेएनजीको सरकार भनेका छौँ, नयाँ सरकार बनेको छ, चुनावको मिति तोकिएको छ, चुनावतर्फ अभिमुख हुँदैछौँ, चुनाव सम्पन्न गर्नु छ, डेमोक्रेटिक इन्स्टिट्युसनको रूपमा चुनाव हामीले सम्पन्न गर्नु छ। अब आसन्न जुन चुनाव छ त्यो आसन्न चुनाव अघि नै पनि मेराजीले भनिराख्नु भएको छ, कतिपय साथीहरूले भनिराख्नु भएको छ कि हाम्रा केही शर्तहरू जुन असन्तुष्टिका बिम्बहरू हुन् तिनको सम्बोधन नगरिकन हुन्छ कसरी? त्यो हुन्छ भनुन्जेल हामी निर्वाचन हुन्छ भनेर पत्याउँ कसरी? म निर्वाचन हुन्छ भनेर ढुक्क हुँ कि नहुँ? निर्वाचनको पक्षपाती हुँ म प्रजातन्त्रमा निर्वाचनबाट। किनभने अब के अरे पौठी जोरी खेलेर त जित्दै हार्ने कुरा त गर्नु भएन नि। निर्वाचन त निर्वाचनको प्रणालीबाटै जाने हो। त त्यो निर्वाचनको प्रणालीमा जाँदाखेरि त्यो निर्वाचन अगाडि जुन शर्तहरूका कुराहरू गर्नुभएको छ त्यसको सम्बोधन हुन्छ कि हुँदैन, गर्न सकिन्छ कि सकिँदैन, गर्न सकिन्छ भने के उपायबाट गर्न सकिन्छ, त्यो उपायहरूको हामी खोजबिन गरौँ कि नगरौँ? आजको प्रश्न हाम्रो यो हो। अहिलेको सरकारले दिएको चाहिँ टिओआर के हो भने निर्वाचन गर्ने, यो संविधान बमोजिम निर्वाचन गर्ने। यो संविधान बमोजिम निर्वाचन गर्दाखेरि अब मिराजीले भन्नुभयो जस्तो प्रत्यक्ष कार्यकारीको निर्वाचन, संहिताको के प्रश्नहरू उठिरहेका छ, संहिताको समीक्षा त यसबाट हुँदैन। अब बाँकी रह्यो निर्वाचनमा भाग लिउँ न उच्च मनोबलका साथ, त्यसपछि निर्वाचनमा जितेर आउने, त्यसपछि गर्ने। एउटा अर्को सूत्र त छँदैछ, निर्वाचनमा जितौँ न, जित्न सकौँ न। त निर्वाचनमा जितौँ भन्दाखेरि दुईवटा कुरा म गर्न चाहन्छु। एउटा कुरा के हो भने यो संविधानमा अहिले खोजेको पुस्ताको के देखियो भने संविधानमा रहेका कमी कमजोरीहरू सच्याउनु छ। त्यो सच्याउनलाई यो निर्वाचन जुन आसन्न निर्वाचन छ त्यसबाट कति सम्भाव्य छ, अर्थात् संविधान संशोधन गर्नलाई संविधानमा के लेखिएको छ भने 2/3 बहुमत चाहिन्छ। अहिले हाम्रो विगतको चुनावहरूको अनुभव के छ भने सामान्य बहुमत पनि नआउने गरी हाम्रो निर्वाचन प्रणाली छ। समानुपातिक र प्रत्यक्ष निर्वाचित प्रणाली जो छ त्यो जोड्दाखेरि सामान्य पनि आइरहेको छैन र कोलिसन गठबन्धनवाला सरकार चाहिँ चलिरहेको छ। यो गठबन्धनवाला सरकार अत्याधिक ल्याएको भन्दाखेरि पनि संविधान संशोधनको चाहिँ हात हाल्न सकेनन्। तिनले त्यो हात हाल्न सकेनन् अथवा त्यो पुर्याउन सकेन। अब त्यो सामान्य बहुमत पनि नजुटाउने निर्वाचन प्रणालीको परिणामको सम्भाव्यता छ भनेर मान्य हो भने निर्वाचन पछाडि संविधान संशोधनका बाटाहरू प्रशस्त हुन्छ भनेर मान्ने कसरी? सबै संसद मिले त हुन्छ फेरि पनि, तर मिल्न पऱ्यो नि, मिल्ने जस्तो अनुहार पनि त हुनु पऱ्यो नि, त्यस्तो बानी पनि हुनु पऱ्यो नि, संस्कृति पनि हुनु पऱ्यो नि। त्यहाँ हामीसँग त त्यस्तो त छैन। त त्यस्तो नभएपछि एउटा सम्भावना के हो भने त्यो संविधान संशोधनको लागि संविधानमा टेक्निकली सम्भव छ तर व्यवहारमा कति सम्भव छ? त्यो चाहिँ त्यो पैमानमा बहुमत ल्याउन सक्ने हैसियत वातावरण छ कि छैन एउटा आफैलाई सोध्ने। त्यो सकिन्छ, असाध्य राम्रो चुनाव भाग लिइहालौँ, सकिँदैन भने अब के गर्ने? यो फेरि प्रश्न हामीसँग बाँकी नै रह्यो। एउटा विकल्प के रहन्थ्यो भने यी सबै प्रश्न हो भने जन्मसङ्ग्रहमा जाउँ न, जनताले भन्छ नि जे भन्ला भन्न पनि हुन्थ्यो। तर त्यस्तो भन्नलाई पनि फेरि पनि 2/3 बहुमतले अनुमोदन गरेपछि मात्र जनमतमा जान पाइन्छ। मलाई अचम्म लाग्छ कि जनताले आखिर निर्णय गर्ने भएपछि जुनसुकै सरकारले जनमतको घोषणा गरिदिए पनि के बिग्रिन्थ्यो होला र? निर्णय त जनताले गर्थ्यो त। जनताले त्यो निर्णय गर्ने कुरामा यहीँ शर्तमाथि शर्त राख्नु पनि के हुन्थ्यो होला र? म बुझ्दिनँ। मैले भन्ने के गरेको छ भने जनताले जान्दैनन्, त्यसैले जे पाइ त्यसलाई चाहिँ जन्मसङ्ग्रहमा लानु हुँदैन, हामीले बडो विचार गरेर लानुपर्छ भन्ने भने जनता उल्लु र हामी विद्वान छौँ भन्ने धाक भयो नि त। जनताले बुझ्दैन भन्ने त्यो अहङ्कार राख्नु हुँदैन नेतागणले। जनता आफूभन्दा आफूलाई चाहिँ जसले अख्तियारी दिन्छ मभन्दा बढी विद्वान त बुद्धिमान त जनतै हो भन्ने मान्नुपर्ने हुन्छ। त्यसो हो भने निकास चाहिँ त त्यता पनि त्यो निकास पनि बन्द छ। त्यस कारणले यो निर्वाचन म के भनिरहेको छु भने निर्वाचनमा जानु पर्छ तर निर्वाचनमा त्यो परिवर्तनको आकाङ्क्षालाई रूपान्तर गर्न सक्ने गरी जानुपर्छ। त्यो कसरी जाने? आस्थाजीले भन्नुभयो जस्तो एउटा एलिमेन्ट छ, अरू पनि एलिमेन्ट छ। यहाँ स्थानीय जनसहभागिता कति हुने हो, यो जुन सुरक्षाको जुन चुनौती छ त्यो सुरक्षाको चुनौतीले मतदानको चाहिँ प्रवृत्ति बढ्ला कि घट्ला, उम्मेदवार होला कि नहोला, यस्तो हो भनेदेखि त झन् पो सम्भावना छैन। के हुन्छ? राज्यको पहिलो चरित्र के हो भने पुलिस स्टेट हो। एउटा कानुनको विद्यार्थी भएर त मैले भन्छु राज्यको एसेन्सियल चरित्र हो पुलिस चरित्र। पुलिस भनेको यहाँ हाम्रो वर्दीदारी पुलिस भने होइन नि, त्यो सेक्युरिटी फर्स्ट। चाहे सीमाको रक्षा गरौँ चाहे आन्तरिक हाम्रो चाहिँ धनजनको रक्षाको कुरा गरौँ, सुरक्षा फर्स्ट।
अहिले हाम्रो राज्यको धरातल नै उखेलिएको जस्तो छ। जो जहाँ जे हो त्यो होइन जस्तो छ, मानिदिएको जस्तो मात्रै छ। राज्यले आफ्नो आत्मविश्वास गुमायो कि गुमाएन? राज्यप्रति जनताको आत्मविश्वास छ कि छैन? मलाई केही पर्यो भने म पुलिसलाई गराउँछु, पुलिस भने बेला आइहाल्छ, मलाई रेस्क्यु गरिहाल्छ भन्ने मलाई विश्वास छ कि छैन? त्यो छैन भने मानिलिनुहोस् कि हाम्रो राज्य अब कमजोर भएको छ। यो राज्य कमजोर बनाउनु हुँदैन। यो राज्य टिकाउने हो भने, यो देश टिकाउने हो भने यसको सुरक्षा चाहिँ अङ्गहरूको सुरक्षा धरातलीय यथार्थलाई बलियो बनाउनुपर्छ। अहिलेको चुनौती त पहिलो यो निर्वाचनभन्दा पहिलो कुरा त म के भन्छु भने हाम्रो सुरक्षा प्रत्याभूतिलाई सुदृढ गर्नुपर्छ। त्यो सुदृढ गरिसकेपछि अब बल दोस्रो चरणमा आउँछ विकासका कुराहरू। हाम्रो देशमा राजनीति ज्यादा भएर बिग्रिएको, विकासको सम्भावना नभएको होइन, स्रोत साधन पनि नभएको होइन, जनशक्ति सोसल क्यापिटल पनि नभएको पनि होइन, सबै त छ, तर केही भएर पनि केही पनि काम लागेन, हामीले सदुपयोग गर्न सक्यौँ। किन विकासको सम्भावनाहरू जतिसुकै भए पनि विकास दृष्टिकोण चाहिँ असाध्य अपाङ्ग अन्धो अपाङ्ग दृष्टिकोण लिएर विकासलाई लियौँ। उसले जहिले पनि गौण बनायौँ, राजनीतिलाई फर्स्ट बनायौँ। राजनीति त विकासको लागि हुनुपर्थ्यो नि। विकास गौण र राजनीति सत्तामा आउनु र जानु त्यो ठुलो भयो। र विकास भन्नुको अर्थ के हुन्छ भने प्रजातन्त्रको र यो चाहिँ राज्यमा हुनुको फाइदा जनताले पाउनुपर्छ, त्यसमा हिस्सा पाउनुपर्छ, त्यो बेनिफिटमा उसले सेयर पाउनुपर्छ। जनताले त्यो सेयर पाएको, आफ्नो हिस्सा पाएको अनुभूति नै गरे, चाहे सुरक्षामा भनौँ, चाहे न्यायमा भनौँ, चाहे विकास, शिक्षा, स्वास्थ्य, जुनसुकै कुरामा भनौँ, उसले आफ्नो चाहिँ सहभागिताको र त्यसको लाभको अनुभूति गरेन भने त्यो राज्य कमजोर हुन्छ नि। राज्यप्रति जनताले आस्था राखेन भने त राज्य कमजोर हुन्छ। राज्य आफै त केही पनि होइन नि, त्यो पनि एउटा यान्त्रिक चिज हो नि। त्यो हाम्रो आस्थाको धरोहर हो, आस्थामा बाँच्ने संस्था हो राज्य। तर हामीसँग चाहिँ राज्यलाई कसरी बलियो बनाउने, बलियो बनाउनु भने राज्यको पो सम्भावना, सुरक्षाको सम्भावना, राज्यकै पनि सुरक्षा चाहिसक्यो। अहिले राज्यकै पनि सुरक्षा चाहियो, तपाईँ हाम्रो पनि सुरक्षा चाहियो, राज्यका अङ्ग प्रत्यङ्गको पनि सुरक्षा चाहियो। सबैभन्दा बढी राज्यप्रति र हामी आफैप्रति आत्मविश्वास, मनोबल। अहिले गुमेको चिज के छ भने मनोबल। मैले अघि भणजीले भनी सुनिरहेको थिएँ, अन्टरप्रेनरहरूले धन सम्पत्ति त गुमाएकै छ, त्यो कति अरबमा पर्छ, खरबमा, त्यो आफ्नो समस्या, त्यो मूल्याङ्कन गरौँला। त्योभन्दा धेरै ठुलो चाहिँ नोक्सानी त अब लगानी गर्ने कि नगर्ने, अब जोखिम उठाउने कि नउठाउने, अब यो चाहिँ लगानी गर्ने ठाउँकै विकल्प खोज्ने कि नखोज्ने। यो जुन मनोबलमा ह्रास भएको छ, राज्यको चाहिँ जुन प्रत्याभूति छ, त्यसमाथिको जुन विश्वास गुमेको छ, त्यो खतरनाक हो। त्यसैले अहिले हाम्रो त्यो गुमेको आस्था, डगमगाएको आस्था, विश्वास जो छ, त्यसलाई कसरी पुनर्स्थापित गर्ने भन्ने कुरा छ। यो सबभन्दा ठुलो चुनौती छ र यो चुनौतीलाई नजरअन्दाज गर्ने हेर्दाखेरि त यसको कति पैसा पर्छ? यो विश्वासको पैसा छैन नि। तर यो धेरै धरातल, धेरै चरणमा काम गर्नुपर्ने छ। सबैभन्दा बढी त फेरि संविधानदेखि नै काम गर्नुपर्ने छ। संविधानमै आश्वासन हामीले भर्नुपर्ने छ, निकासहरू सृजना गर्नुपर्ने छ र त्यस अन्तर्गत त्यसका सम्बन्धित जुनसुकै क्षेत्र, चाहे निजी क्षेत्र होस्, चाहे सार्वजनिक क्षेत्र होस्, सबैले आफ्नो क्षेत्रमा गति सृजना गर्नु छ, गतिमान बनाउनु छ। यो देशमा सम्भावना भएर अनि असम्भावनामा हामी टुङ्गिएका छौँ। हामीले असाध्य राष्ट्रवादी कुरा गर्छौँ र अराष्ट्रिय सोच लिएर राष्ट्रवादी कुरा गरिराखेका हुन्छौँ। कसरी हुन्छ? काम कारबाहीले राष्ट्रलाई प्रेम गरेको जस्तो छैन। शब्दमा त फेरि असाध्य कडा छ शब्द। त्यसरी हाम्रो चाहिँ दुई थरी कुरा हामीले गर्न हुँदैन। यसलाई जोगाउनुपर्छ। यो कसरी जोगाउने? अब यो सरकारले चाहिँ हामीले केही गरेन भनौँ भने सरकारले दिएको टिओआर त चुनाव मात्रै छ त। हामीले यति धेरै गाँठाहरू देखाइसकेपछि त्यो गाँठो फुकाउने कसरी? गाँठो फुकाइदिनु पऱ्यो नि। अनि गाँठो फुकाएर पनि हिँडेन भनेर फेरि अनि त्यसपछि जे गर्नुपर्छ गरौँला। तर गाँठै फुकाइदिएको छैन। त्यो गाँठो फुक्छ कसरी? अलि अगाडि वास्तवमा त अहिले भन्नु कि नभन्नु हुन्छ, अलि अगाडि केही मेहनत गरेको भए सायद त्यो सम्भव थियो। त्यतिखेर कहीँ हामी चुक्यौँ, परिकल्पना हामीसँग पुगेन, अनुभव पुगेन, रणनीति पुगेन, सायद त्यस्तो भयो। तर त्यो सम्भावना थियो सायद। यसलाई म राजनीतिक प्रश्न भन्छु के, जुन कुरा म गरिरहेको छु म राजनीति भन्नु होला। फेरि कानुनको विद्यार्थी भएर राजनीतिक प्रश्नको कुरा गरेँ भन्नु होला। मलाई यो राजनीतिक प्रश्नै हो भन्ने लाग्छ। मैले नितान्त कानुनी कुराहरू गरेँ भने यसको दायरा सीमित छ। त्यसले समाधान दिन पनि सक्छ, नदिन पनि सक्छ, स्वीकार्य हुन पनि सक्छ, नहुन पनि सक्छ। तर सर्वस्वीकार्य एउटा चाहिँ सहमति निर्माण गर्नुपर्ने छ, संवाद गर्नुपर्ने छ। संवाद त के अरे यो उल्टापुल्टा सहमत असहमत तीव्र आक्रोश त्यो व्यग्रताको बिचमा पनि फेरि संवाद त संवाद, जतिसुकै रिस उठे पनि संवाद त गरिरहँ।
एक आपसले जतिसुकै घृणा गरे पनि संवाद त गरिरहँ। संवाद नै यसको समाधान हो। राष्ट्रिय सहमति निर्माण गर्नुपर्छ र ठुलो एउटा खाका खोलेर हामीले यो राष्ट्रलाई न्याय गर्ने हो भने हाम्रा सङ्कीर्ण चिन्तन घेरालाई हामीले विस्तीर्ण पार्नुपर्छ। त्यसो गऱ्यौँ भने हाम्रो सम्भावना छ, निकास छ। होइन जिद्दी गऱ्यौँ, मेरो जाने विद्या ठुलो हो भनेर भनिरह्यौँ, मेरो दलका चाहिँ यो कभरेज ठुलो हो भनेर भनिरह्यौँ भने सायद हामीले चाहिँ नयाँ जोखिम लिइरहन्छौँ। मलाई डर के हो भने यो अघि पनि म सुरुमा भने कि यो चाहिँ 23 र 24 गतेको असरहरू टुङ्गियो भने पराकम्प बाँकी हुनसक्छ क्या। त्यो पराकम्प बाँकी हुनसक्छ भने त्यसको सम्बोधन गर्नुपर्छ, न्यायोचित र विवेकपूर्ण सम्बोधन गर्नुपर्छ। त्यसको लागि हाम्रो सुझबुझले काम गर्नुपर्छ। हामी उदार हुनुपर्छ, हामीले र प्रेम देखाउनुपर्छ, सद्भाव देखाउनुपर्छ। विरोधी दलै किन नहोस्, एकले अर्काप्रति सद्भाव र सम्मान देखाउनुपर्छ र राष्ट्रलाई अगाडि राखेर, आफूलाई तल राखेर राष्ट्रको सम्मान अभिवृद्धिको लागि हामीले काम गर्नुपर्छ। निकासको लागि हाम्रो ठुलो छाती चाहिएको छ। मलाई यति नै लाग्छ, मेरो मनदेखि लागेको कुरा यति नै हो। यहाँहरूले मलाई यहाँ उपस्थित हुने र 2 शब्द राख्ने मौका दिनुभयो। म आयोजक परिवार, खास गरी नागरिक समूहलाई र हाम्रो चाहिँ विष्णुजीलाई म हार्दिक धन्यवाद ज्ञापन गर्दै मेरो भनाइ यहीँ टुङ्ग्याउन चाहन्छु। धन्यवाद।